दालको कुकरले 2 सिटी मार्यो। हातमा चियाको ग्लास बोकेर म अर्को 2 सिटीको प्रतीक्षामा उभिएको थिएँ। पुसको सर्दीले देशको राजधानीलाई आफ्नो राजधानी बनाएको थियो। घामले छुट्टी लिएको केही दिन मात्र भएको थियो। यस्तो लाग्थ्यो दिन र रात सँगसँगै आएका छन् र आपसमा झगडिएका छन्, को पहिला फर्किने भनेर। दिउँसे पनि अँध्यारो र चिसो व्याप्त थियो। बाहिरको बतासले कोठाको झ्याललाई स्थिर हुन दिएको थिएन। पर्दा पनि बतासको तालमा आफ्नो नृत्य प्रदर्शन गरिरहेको थियो। भित्ताको घडीले छोटो सुईलाई ठिक 9 को अङ्कमा र लामो सुईलाई 12 को अङ्कमा लगेर छोडेको थियो। चार्जमा बसेको फोनमा म्यासेन्जरको घन्टी बज्यो। टिङ 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 टिङ। ग्यास बन्द गरेर फोन हेरेँ। प्यारी मान्छे, सेन्ट यु अ म्यासेज नोटिफिकेसन थियो। गाउँबाट निस्किएको ठिक 2 वर्षपछि यस्तो नोटिफिकेसन आयो, जसको मैले हरपल हरदिन प्रतीक्षा गरिरहेँ। मेरो खुसीले आकाश छोयो। भर्खरसम्म नलागेको घाम झलमल्ल लाग्यो। ओठ मुस्कुराएर कानसम्मै पुग्यो। ढक्क छाती फुल्यो। कौतुलता र उत्साहले धड्कनको रफ्तार बढायो। म्यासेन्जर खोलेर हेरेँ, जहाँ लेखिएको थियो, प्यारो मान्छे, कहाँ छौ मेरो प्यारो? यतिका समय कसरी म बिना रहन सक्यो होला? तिमी बिना म पनि कसरी रहेँ होला? जान्दिनँ। भगवानसँग याचना गर्छु, जहाँ छौ स्वस्थ छौ। तिमीलाई याद छ रवि, त्यस दिन मैले कति धेरै जिज्ञासा राखेकी थिएँ। तिम्रो बा र तिमी कपडा सिलाउन आएको दिन मैले सोधेकी थिएँ, किन यो जात भन्ने भ्रममा समाज अल्झिएको छ? तपाईहरू किन चुपचाप सहनुहुन्छ? किन आवाज उठाउनुहुन्न? किन विवेक प्रयोग गर्नुहुन्न? किन आफू र आउने सन्ततिका लागि यो विभेदको जालो फुकाएर खुल्ला आकाशमा स्वतन्त्र उड्न सक्ने हिम्मत देखाउनुहुन्न? यी प्रश्न आजका होइनन् रवि, बरु यी प्रश्न युगौँदेखिका हुन्, जो तल्लो जात भनिएकाहरूले कहिल्यै उठाउन सकेनन्। सोमनाथ मेरो आफ्नै कुलको व्यक्ति हो, जसको हरकतलाई यो मान्छे बस्ने समाजले किमार्थ स्वीकार्न हुँदैन थियो। लाली आमैलाई गरेको त्यो निर्ममताले मेरो दिदीको छाती चिरिएको थियो। उनले घरमा मेरा बा आमालाई यो छुवाछुत र जातीय विभेदको खाडल पूर्ण हजारौं बिन्ती गरिन्। यो गाउँको सोमनाथ र देशभरिकै सोमनाथहरूको पत्ता साफ गर्न बालाई साथको आग्रह गरिन्। तर बा किन साथ दिनुहुन्थ्यो र? बरु छोराछोरी आफूभन्दा आफ्नो संस्कारभन्दा ठुला भइसके भन्ने गलत सोचको शिकार बन्नुभयो। सोमनाथलाई एक शब्द पनि गलत गरिस् भन्न नसक्ने मेरा बाले मेरी दिदीलाई घरमा बस्ने अधिकार नभएको फैसला गर्नुभयो। दिदी गई, कहाँ गई आजसम्म थाहा छैन। यो हुनुको कारण जसलाई कुजात भनिएको छ, अछुत भनिएको छ, उनीहरू नै परिवर्तनको पक्षमा नदेखिएर हो। उनीहरूमै त्यो आत्मविश्वास नभएर हो कि यो पर्खाल भत्काउन सकिन्छ, यो दाग मेटाउन सकिन्छ। तर आजसम्म पनि त्यसको सुरुवातलाई पाइला दिन सकिएन। यस्ता कति व्यक्ति मैले देखेकी छु, आफ्नो थर लुकाउन आफ्नो नामको पछाडि अनेक शब्द जोडेर हिँड्छन्। के यति पनि ताकत छैन र ती अछुत भनिएकाहरूलाई कि यो मेरो पहिचान हो, यो मेरो नाम हो, तर यसले मेरो वर्ग निर्धारण गर्दैन, कुनै जातको संज्ञा दिँदैन, बरु म पनि यो समाजको समान हिस्सा हुँ भन्नलाई। रवि, यो मनले तिमीलाई किन चाह्यो म जान्दिनँ। दिदीको घर निकालापछि सायद सबैभन्दा ठुलो असर मलाई पर्यो। उमेरले सानै भए पनि त्यो वज्रको घनत्व बुझेकी थिएँ, तर दृढ थिएँ कि बा आमाको विरुद्धमा कदापि उभिने छैन। आखिर कोही एउटाले चाहेर केही हुने पनि त होइन। म किन दिदीको बाटो लाग्नु, यो सोचले थिचिएकी पनि थिएँ। तर खै यो मनको धागोले तिमीलाई कहिलेदेखि र कसरी आफूमा बेर्दै लगेछ मलाई थाहा नै छैन। तिम्रो बा कुलतमा नभएको र जाँडसी समेत नछुने भएर बाले उहाँलाई काममा राख्नु भएको हो। तिम्रो आमाको प्रशंसा त गाउँभरि नै हुन्छ। आज म जानेर वा अन्जानमा दिदीकै बाटोमा उभिएकी छु। तिमीलाई म बेहद प्रेम गर्छु रवि, तर यो मेरो घर र यो समाजकै विरुद्धमा छ, यो तिमीलाई राम्रोसँग थाहा छ। मलाई यो समाज बदलियोस् या नबदलियोस् कुनै प्रभाव छैन। मलाई बस तिम्री श्रीमती भएर रहनु छ। अब के तिमीमा यो आँट छ?
कि मलाई दुलै बनाएर त्यो चिटिक्कको घरमा भित्र्याउने? मलाई कोपिला परियार भनेर चिनिने रहर छ प्यारो मान्छे। हामीलाई भेट्न त के, देख्न समेत मुस्किल छ अहिले। यो घरमा पनि बिरानो लाग्छ। यो गाउँ सम्झिँदा लाग्छ संसार भनेको यही गाउँ हो, जो यति बृहत छ कि मैले मेरो मायालाई भेट्न अरू कैयौँ जुनी फेर्न जरुरी छ। मलाई थाहा छ तिमी मलाई लिन आउने छौ र लिएर जानेछौ हाम्रो मायाको त्यो सानो दुनियाँमा। धेरै मुस्किलले यति लेख्न सकेकी छु, थाहा छैन कहिले पाउँछौ मेरो यो मेसेज। तिमी जहाँ छौ, जसरी बसेका छौ, आफ्नो ख्याल राख्नु। गाउँमा आजसम्म त ठिकै छ, बस उही प्रथा तोडिएको छैन। तिम्रो बाआमालाई पनि सायद ठिकै छ रवि। यति बुझ्नु, त्यस बखत गाउँमा हल्ला थियो कि तिमीले मेरो सिउँदो भरिसक्यौ। यसर्थ यो समाजका लागि हामी श्रीमान श्रीमतीको दर्जामा पहिल्यैदेखि छौँ। भलै आज म अरू कसैको हुन बाध्य भएकी छु। मेरो असमझदारीले कसलाई फरक पर्दो हो र? तिमीलाई गाउँ निकाला गरेको करिब 1 वर्ष पश्चात मलाई आँगन नाग्न दिइयो। म त्यही पिँढीमा बसेर तिमीलाई बगाइरहेँ सम्झनाका भेलहरूमा। म चाहन्थे यी आँसु बगेर तिमीसम्म पुगोस् र भनोस्, हेर तिमीलाई खोज्दै म यहाँ आइपुगेँ। आँसु पनि निष्ठुरी बनिदियो, कहिले गालामा सुकेर बसिदियो, कहिले सिरानीमा बिलाएर गयो। अचेल यो नुनिलो आँसुले लाग्छ मेरो जीवनलाई झन्झन टर्रो बनाएको छ। मेरो दिन रात, साँझ बिहान, पूजा आरती, घाम छाया र बर्सातमा तिमी छौ। भन न, यो भन्दा पर पनि अर्को जीवन छ होला र, जहाँ म तिमीलाई देख्न सकौँ, अँगाल्न सकौँ। कल्पनाको घना जङ्गल बीच तिमीले मेरो शिरमा प्रेमको रातो धर्कोले म तिम्री हुँ भन्ने प्रमाण छोडेका छौ, जो प्रमाण कसैले मेटाएको छ र आफ्नो अलग वास्तविक धर्को कोरिदिएको छ। कसैले नछोएको मेरो यो शरीर कल्पनाको कुनै बन्द कोठामा तिम्रो आलिङ्गनमा बेरिएको छ, जसलाई कसैले यथार्थमा निर्धक्क चिमोटी रहेको छ। मेरो बिहा भएको आज तेस्रो दिन हो। म त्यही गाउँमा आएकी छु जहाँ हाम्रो प्रेम फुलेको थियो। यो फूल झरेर ओइलाउनु अगावै कतै अन्यत्र लगेर सारिदेऊ। म पर्खिरहेको छु रवि। तिमी भन्ने गर्थ्यौ नि, यो जातीय विभेद र छुवाछुत जस्तो अव्यावहारिक प्रथा रोक्न उपल्लो जात र तल्लो जात बीच समागम हुनु जरुरी छ, जसले एउटा परिवर्तन जन्माउन सकोस्। म त्यो परिवर्तन जन्माउन आतुर छु रवि। अन्तिम पटक तिमी अछुत हुने प्रयास गर, म माथिल्लो जातकी हुने प्रयास गर्छु। र जब मेरो कोखमा एउटा प्राणले हलचल गर्छ, तब यो समाजमा हलचल आउला। म मेरो पहिलो कोख हाम्रो परिवर्तनका लागि साँचेर बसेकी छु। सायद अब मलाई मेरो यो फोन चलाउन निषेध हुने छैन। तिमीले जहिले मेरा यी शब्दहरू पढ्छौ, अविलम्ब जवाफ देऊ ल। म पर्खिरहेकी छु। उही तिम्री प्यारी श्रीमती कोपिला परियार। उमेरले 11 टेकेको हुँदो बासँगै कपडा सिलाउन आफूले कमाएका बिष्ट कहाँ जान थालेको थिएँ। मलाई सिलाउन आउँदैन थियो, तर बालाई अन्य कुरामा मद्दत हुन्छ भन्ने हेतुले आमाले बासँगै पठाउनुहुन्थ्यो। साथै त्यो दिनको खाजा पानीको पनि जोहो हुन्थ्यो। गरिबीले लोभी जो बनाउँछ। बा पनि यसलाई सिकाउनु पर्यो, नत्र के गरी खाला भनिरहनुहुन्थ्यो। त्यसैले साथ लिएर हिँड्न खोज्नुहुन्थ्यो। मलाई पनि स्कुल जान भन्दा बासँग हिँड्न मन पर्थ्यो। चाडबाडका समयमा त काम जति पनि हुन्थ्यो। त्यसो त हाम्रो कमाइ हुने बाटो सिलाइ बुनाइ नै त हो। वैशाखमा विद्यालयको नयाँ शैक्षिक सत्र लाग्दा होस् या तीज लाग्दा, दसैँ आउँदा होस् या तिहार, बा हाते मिसिन लिएर बिहानै जानुहुन्थ्यो र झमक्क परेपछि फर्किनुहुन्थ्यो। फर्किँदा बाका झोलामा मकै, चामल, रोटी, आलु आदि हुन्थे। हाम्रो दैनिकी त्यही थियो। त्यसरी नै गुजारा चल्थ्यो। भदौको पहिलो साता लोकनाथ पण्डितका सिलाउन जान मेला पर्यो। उनका 4 सन्तान, 2 छोरा 2 छोरी।
छोराहरू बिहेबारी पश्चात आफ्नो आफ्नो हिसाबले गरी खाँदै थिए। जेठो तिलकनाथ सहरतिर थिए भने कान्छो चोकनाथ गाउँमै थिए। लोकनाथले तीज सङ्घारमै आइपुगेकाले अन्त मेला नदिएस् माइला, काम निकै छ भनेका रहेछन् बालाई। जोइ पोइ आए हुन्छ, 2 रात बसेरै सक्नु भनी भनेका रहेछन्। तर आमाले घर छोड्न नमिल्ने भएकाले हामी बाउ छोरा जाने भयौँ। बाले मेसिनमा नाम्लो लगाउनु भयो। 2वटा सिल्टेका थाल, गिलास र झोला मैले भिरेँ। सामान्यतः आफूले खाने थाल भाँडा बोक्नु पर्दैन थियो, तर लोकनाथ कहाँ आफैले लिएर जानु पर्थ्यो। नजिकै हुँदो त त्यो झन्झट पनि किन गरिन्थ्यो होला र। तर गाउँको शिरमा हाम्रो घर थियो, फेदीमा लोकनाथको। खाएपछि धोएर सुकाएपछि अन्य जैसी कहाँ चल्थ्यो, उनै कहाँ मात्र चल्दैन थियो। त्यसो त उनी पनि जैसी हुन्, थर पण्डित भए पनि पूजापाठ तथा श्राद्धतिर हिँड्दैनथे। यद्यपि चिना बनाउने र हात हेराउनेको उनका आँगनमा भिड लाग्थ्यो। बाटो ठाडै ओह्रालो भएकाले बापछि म थिएँ। धेरै नाम सुने पनि म लोकनाथ कहाँ पहिलो पटक जाँदै थिएँ। बाटोमा बाले पण्डितजी देख्ने बित्तिकै हात जोडेस् नि भन्नुभयो। मैले हुन्छ भने। जथाभावी नछुनु, पाप लाग्छ बुझिस् भन्नुभयो। मैले हुन्छ भने। अरूका लागि लोकनाथ भए पनि हाम्रा लागि पण्डितजी थिए उनी। हुन पनि धेरै जसो मेला उनी कहाँ पर्थ्यो। हामी उनले कमाएको दर्जी थियौँ, हामीले कमाएको बिष्ट थिए उनी। जेला भाग लिए पनि आखिर उनीको नुन खाएको भएर होला बा अलिक धेरै नै आदर गर्नुहुन्थ्यो। दोबाटोतिर या छेउका चिया दोकानमा देखिने अलि पाका बुढाहरूलाई बा हात जोड्दै हिँड्नुहुन्थ्यो। कोही कोही फिस्स दाँत देखाउने जाँगर चलाउँथे, कोही नदेखे झैँ पनि गर्थे। मैले बालाई सोधेको थिएँ, किन तपाईँलाई नमस्ते नगरेका? आमाले घरको मन्दिरमा दियो बाल्दा हात जोडे जस्तै हो बुझिस्, बाले बुझाउन खोज्नुभयो। मैले बुझिनँ, तर ए भने। आमाले साँझमा मन्दिरको दियो बालेपछि म पनि आँखा चिम्लेर 2 हात जोड्थेँ। आमाले सिकाउनु भएको लक्ष्मीले बास गर्छिन् अरे। मलाई लाग्यो बा र आमाका लक्ष्मी अलग छन्, तिनका स्वभाव अलग छन् र अवतार पनि। पुग्न साथ पण्डितनीले चिया ल्याइन्। बाले गिलास थाप्नुभयो। दुध चिया खान रहर हुन्थ्यो मलाई। खुब मिठो लाग्यो। सक्खरको स्वाद अबेरसम्म मुखमा रहिरह्यो। तीजका कपडा हुन्, पोहोर पनि गरेकै हो, जानेकै छौ मिलाएर गर भनेर कपडा पिँढीमा थुपारिदिन् पण्डितनीले। बा नापो लिएर कैँची चलाउन लाग्नुभयो। मैले मेसिनमा धागो लगाएँ। पहेँलो कुर्ता, रातो सलवार, गलामा रातै सल जसलाई काँधबाट पिठ्यूँतर्फ झारिएको, रातो धागोले बाटिएको लामो र कालो कपाल, छातीबाट झुन्डिएको, कम्मरमा सेतो र हरियो बुट्टा भरिएको दुपट्टाको माथि तामाको गाग्रो अड्याएर छड्के कम्मर लगाउँदै ऊ आँगनमा आइपुगी। आमा गाग्रो कहाँ राखौँ चिच्याई। पिँढीमा राख्दै भित्रबाट मसिनो तर स्पष्ट आवाज आयो। गाग्रो राखेर रक्षानमा गई। बायाँ हातले सलवार माथि सारी, दाहिनीले जग उठाई। ड्रमबाट जगभरि पानी निकालेर खुट्टामा घोट्याई। केही सेकेन्डका लागि कपालको धागो हेरी। कपाल ढाड पछाडि हुत्याई। घाँटीबाट सल तानेर छातीमा मिलाई। कम्मरको दुपट्टा खोलेर मुख पुस्दै तुलसीको मठमा गई। बाबरीको एउटा टुप्पो भाँचेर त्यसको सुगन्ध लिएर तालुको चिम्टीमा उनिदिएपछि मात्रै मलाई हेर्न भ्याई वा भनौँ देख्न भ्याई। हाम्रा आँखा हलुका जुधे, तर भाव शून्यताले मलाई किञ्चित असहज महसुस भयो। अनायासै शिर घोप्टियो, शिर उठ्यो। दुपट्टालाई आँगनको छेउमा टाँगिएको तारमा जुन्याई र एक अङ्गालो दाउरा च्यापेर घरभित्र छिरी। केही बेरमा लोकनाथ झिल्किए। गोला गोला आँखाले मतिर नजर फ्याँक्दै, छोरो त मलखातको मुला झैँ हलक्कै बढेछ माइला
भनेर जुङ्गा हल्लिने गरी हाँसे। आफूलाई मुला भनेकोमा झनक्क भयो, तर फिस्स गरे। हजुर मावलीतिर गयो यो, बा हात जोड्दै बोल्नुभयो। मैले भने जोडिनँ। कतिमा पढ्छौ बाबु? मेरा लागि प्रश्न थियो। 5 क्लास, कैँची खेलाउँदै भने। ए हाम्रो नानी सर। प्रश्न लिएर लोकनाथ छेउमा उभिए। जवाफ थाहा थिएन। तिमी पनि प्रथम हुन्छौ कि? यो प्रश्न सुन्नसाथ मैले बातिर हेरेँ। लाज लाग्यो। पढ्न ध्यानै दिँदैन हजुर, पास अङ्कसम्म ल्याउँछ। बाले मेरो स्तर बताइदिनु भयो। लोकनाथ बोलेनन्। पढन्ते छोरीका बा। म लद्दुका अगाडि घमण्डको खोकी खोक्दै भित्र छिरे। मलाई लाग्यो बा आमाले सन्तानप्रति गर्व गर्ने पहिलो खुड्किलो आफ्ना सन्तानको अब्बलता हो, जो ममा थिएन। सोचेँ भोलिदेखि नबिराई स्कुल जान्छु, पढ्छु, प्रथम हुन्छु। खाना खाना ठिक पर्नुहोस् रे, आमाले भन्नुभा। खबर ल्याई उसैले। हात धुन पानी पनि उसैले ठिक गरिदिए। थाल लिएर हामी पिँढीमै बस्यौँ। आलु, बोडी र दालसँग खाना खुब मिठो थियो। मकैको भात खान बानी परे पनि चामलको भातले बेग्लै स्वाद दियो। खाइसकेर काममा लाग्यौँ। आकाशे निलो सर्ट, गाढा निलो स्कर्ट, जो घुँडा छोपौँ कि नछोपौँको दुविधामा देखिन्थ्यो। कोरिएको कपाल बाटेर रातो सेतो रिबनले बाँधेकी र अघिल्तिर झारेकी। कालो पालिस गरिएको जुत्ता र मोजा, सेतो मोजा कालो लेगिन्समा खुबै म्याचिङ गराएकी। कानमा साना साना टप र नाकमा नथे। आँखामुनि मसिनो धरको गाजल र 2 आँखी बाउको ठिक्क बीचमा सानो कालो टिको। ओठमा सायद वाटर कलर ग्लस र त्यही ओठमा मिठो आँसु बोकेर ढोकाबाट निस्की। सानो मिक्की माउस, स्माइली र सानो नेपालको झन्डा, त्यस्तै अरू पनि थुप्रै के झुन्ड्याइएको झोला हातमा बोकेर म नजिक आएर बालाई हेर्दै, अङ्कल यो फित्ता कहिले नछिन्ने बनाउन मिल्छ? झोलाको फित्ता हातमा देखाउँदै सोधी। हेर्दै त केटा, बाले मलाई अराउनु भयो। मैले झोला लिन हात बढाएँ। उसले आँखामा हेरी, आँखा जुधे। झोला सोचे भन्दा गहकिलो थियो, हातबाट झर्यो। उसले खितितित्त गरेर हाँसी। भित्र बुक छ के, खाली ब्याग होइन नि, सम्झाइदिए। मैले ओठ मात्र चलाएर सरी भने। उसले आँखी भाउ निधारतिर झट्काएर इसारामै इट्स अल राइट भने। बाले देख्नु होला भन्ने डरले म रातो भएँ। पहिलो देखभेटमै इसारामा कुरा, मलाई डर लाग्नु स्वाभाविक थिएन र? मैले फितालाई हातैले दोहोरो रफी गरिदिएँ। उसले पनि अघि जस्तै ओठलाई गोलो पार्दै थ्याङ्क यू भने। रातो अनुहारमै म हल्का हाँसेँ। आमा म गएँ है, चिच्याई। पण्डितनीको आवाज आएन। उसले कुरिन पनि। मैले हेरिरहेँ। ऊ पर पुगी। बाले सियोको टुप्पोले पैँतालामा घोचिदिनु भयो र भन्नुभयो, काम गर केटा, काम। मेरो मनको सियोले उसलाई दिनभरि कता कता उनिरह्यो। दसैँ बिदा हुनुभन्दा केही दिन अगाडिबाट स्कुलमा सांस्कृतिक कार्यक्रम हुन्थ्यो। मेरो स्कुलमा त त्यस्तो रौनक कहाँबाट होस्, निमाविसम्म मात्र पढाइ हुन्थ्यो। त्यसमाथि विद्यार्थी सङ्ख्या अति कम थियो। थोरैमा पनि हामी दलितकै बाहुल्यता थियो। हुने खानेले टाढाको बोर्डिङ स्कुलमा भर्ना गराउँथे आफ्ना छोराछोरीलाई। कोही लोकनाथ पण्डितको घरभन्दा पनि टाढा पर्ने सरकारी स्कुलमा पढाउँथे, जहाँ माविसम्मको कक्षा थियो। त्यसो त मावि पढ्न चाहनेहरूले त्यही स्कुल जानु पर्थ्यो। नजिक अन्य स्कुल नभएकाले विकल्प पनि थिएन। बसमा चढेर बोर्डिङ स्कुल जाने मेरो इच्छा थिएन। बाको हैसियत पनि थिएन। बोर्डिङ पढ्नेहरू अङ्ग्रेजी बोल्दै हिँड्थे। तिनीहरू मलाई अमेरिकानी जस्तै लाग्थ्यो। स्कुलमा कहिलेकाहीँ अमेरिकानै आउँथे। हामीलाई किताब कापी थमाइदिन्थे। नेपाली पढाउने गोकुल सर सबैलाई एउटा लाइनमा मिलाउँथे। अङ्ग्रेजी पढाउने एमपी सर भने हमेसा अमेरिकानीसँगै फतफताइरहेका देखिन्थे। सबैको फोटो खिचेर जान्थे ती अमेरिकानी। केही महिना हराउँथे र फेरि आउँथे। कापी पाएको दिन बाआमा दङ्ग पर्नुहुन्थ्यो। मलाई भने सधैँ कपी मात्रै लिनु परेकाले खासै खुसी लाग्दैन थियो। हामीलाई चिनिया वा जापानी जो आए पनि अमेरिकानी नै लाग्थ्यो। नरेले कताबाट खैरे भन्न सिकेछ। एक दिन उनीहरू फोटो खिचेर पर पुगिसकेपछि नरेले ओ खैरे भनिदियो।
मलाई पनि भन्न लगायो। मैले पनि ओ खैरेनी भने। खै कसले पोल लगाइदिएछ? हेड सरले कन्सिरीका रौँ उखेलेर हत्केलामा राखिदिए र भने, गनेर अफिसमा आउनु। नरेले पिलपिल गर्यो। मलाई पनि रौँ रौँ लाग्यो, तर आँसु खसेन। मैले 7वटा गने, नरेले 11वटा गनेछ। बिचाराको कन्सिरी रातो थियो, मेरो पनि उल्का टट्याएको थियो। पाहुनालाई खैरे भन्ने? यही सिकाएको हो तिमीहरूलाई यहाँ? अबबाट भन्ने कि नभन्ने? यस्तै के सोधेर सातो लिएका थिए हेड सरले। नरेले बाहिर निस्किएपछि अब त झन् भन्छु, खैरे डैरे मैले मात्रै सुन्ने गरी भनेको थियो। म त अब नभन्ने, कस्तो कन्सर्ट दुख्यो मैले भनेको थिएँ। नरे मेरो काकाको छोरो, उमेरले म सर तर डल्ले। नरेको अनुहार गोलो थियो, गाला बेलुन जस्तै। त्यसैले नरेलाई अरू सबैले फर्सी भनेर नाम काट्थे, म भने नरे नै भन्थे। काका काकीसँग बा आमाको राम्रो सम्बन्ध थिएन। पटक पटक काकी बाज्न आइपुग्थिन्। म आमालाई सोध्थेँ, काकी किन कराउँछिन् आमा? उसका बिस्टा हामीले कमायौँ रे, सुनिनस्? आमा उल्टो मलाई हप्काउनुहुन्थ्यो। ज्याला गरी खानेलाई जसका मेला पर्यो उसैका गर्ने त होला, कत्रो रिस, शत्रु त गरेका छन्, आमा फतफताउनुहुन्थ्यो। म चुपचाप कतै गइदिन्थेँ, मसँग बोल्ने शब्द पनि केही हुँदैन थियो। मावि स्कुलमा दसैँ कार्यक्रम हुने भयो। आफू पढ्ने स्कुलमा खास केही नहुने भएकाले हामी हरेक साल तलको मावि स्कुलमा जाने गर्थ्यौँ। म, नरे, हरि र अरूहरू पनि सँगै जाने कुरा भयो। सबै एकैसाथ झऱ्यौँ। बाटो लोकनाथ पण्डितकै घर हुँदै जान्थ्यो। त्यहाँ पुगेपछि आँगनतिर यसो चियाएँ, कोही पनि देखिनँ। उता झन् हुने कुरै भएन, उसकै स्कुलमा कार्यक्रम हो। हुरुरु दौडिएर स्कुल पुग्यौँ। चौरमा 8-10वटा बेन्च गोलो पारेर राखिएको थियो। सबै केही न केहीमा व्यस्त थिए। स्टेजको कुर्सीमा क्रमशः त्यहाँका हेड सर, हाम्रो स्कुलका हेड सर, लोकनाथ पण्डित लगायत बसेका थिए। मलाई मेरा बा पनि त्यहाँ हुनुभएको भए नि हुन्थ्यो जस्तो लाग्यो। दसैँ हामीलाई सजिलै कहाँ आउँथ्यो र? बा कतै 20 टका पिँढीमा बसेर मेसिन घुमाउँदै हुनुहुन्थ्यो होला। मलाई एक्कासी बाको माया लागेर आयो। स्पिकरको आवाजले मेरो ध्यान भङ्ग गरिदियो र त्यहीँको परिवेशमा मुग्ध गराइदियो। उद्घोषकले खै के मन्तव्य दियो। कविता भन्न एक हुल केटीहरू आए, कविता भने गए। सबैले थप्पडी बजाए, मैले पनि बजाएँ। कविता वाचन पश्चात शुभकामना मन्तव्य दिन हाम्रो स्कुलको हेड सर आए। नरेले कोट्याएर घ्याम्पे आए घ्याम्पे हेर भन्यो। पेट दमा जस्तै भए पनि हामीले देखेको ठुलो वस्तु त्यही घ्याम्पो थियो। त्यसैले हेड सरको नाम घ्याम्पे राखेका थियौँ। त्यसमाथि नरे कन्सिरीका रौँ गनिरहन्थ्यो हप्ता बिराएर। उसका जति रिस अरू कसैलाई हुँदो। बुढा आएर दिक्क लाग्ने गरी के फलाकेर बल्ल माइक राखे। सांस्कृतिक कार्यक्रममा मन्तव्य भन्दै घन्टौँ लगाउने काम मलाई किमार्थ मन पर्दैन थियो, तर चुप बस्नुको विकल्पै थिएन। बल्ल उद्घोषकले नृत्य प्रस्तुत गर्न बहिनी कोपिला पण्डित आउँदैछिन्, जोरदार तालीले स्वागत गरौँ भन्यो। यत्रो बेर कुरेर बल्ल डान्स हेर्ने मौका मिल्यो। सब एकाएक तातिए र हौसिए। तालीको गडगडाहट सुनियो। चौरभरि उभिएका सबै विद्यार्थी डान्स हेर्न आतुर देखिए। म पनि कम्ती आतुर थिइनँ। ऊ देखा परी एक बाजी स्टेजलाई डोगी। कुर्सीमा बसेकाहरूलाई 2 हात जोडेर शिर झुकाई र स्टेजको मध्यभागमा आई। लौ मेरो सातो गयो। सास अड्केको जस्तो भयो, रोकिएको जस्तो, कस्तो कस्तो भयो। मुटु तेज चल्न थाल्यो। निधार रनक्क तात्यो। मलाई हनहनी ज्वरो आए झैँ भयो। भर्खरसम्मको भिडको त्यो हुटिङ मलाई मन नै परेन। कान दुख्यो तालीको आवाजले। पहिले सबैभन्दा अगाडिको बेन्च ओगटेर नबसेकोमा ग्लानी भयो। कस्तो चुकचुक लाग्यो। स्टेजबाट 10 मिटर जतिको दूरी पनि मलाई कोसौँ टाढा जस्तो लाग्यो। खुट्टा कामे जस्ता भए। मेरा आँखा अन्त कतै जान सकेनन् वा जान चाहेनन्। जाउन् पनि कसरी? स्टेजको मध्यभागमा एउटा खुट्टा खुम्च्याएर
टुक्रोका बसेकी थिई ऊ, अर्थात् लोकनाथ पण्डितकी छोरी। मलाई उसको नाम थाहा हुँदो हो त भर्खर मलाई जे भयो त्यो हुने थिएन। उद्घोषकले कोपिला पण्डित भनेकै थियो नि। मेरो ध्यान कुन्नी कथा चढ्न गएछ त्यति बेला। कम्तीमा पण्डित थरले मलाई आकर्षित गर्दो हो। म लक काट्दो हुँ कतै लोकनाथ पण्डितकै छोरी नै त होइन भनेर। त्यो मौकाले डाँडो काटेपछि आएको शुद्धिको के अर्थ? अलि पहिला त्यो झोलाको फित्ता रफी गरेपछि पनि एकचोटि मेला परेको थियो। त्यो दिन झन् घरमा ऊ मात्रै थिए। बालाई र मलाई खाना उसैले त बनाएर खुवाएकी थिए। शनिबारको दिन थियो। ऊ नुहाइधुवाई गरेर घाममा बसेकी थिए, कपाल सुकाएकी थिए। बारीबाट एउटा काँक्रो ल्याएर काटेर खुवाएकी थिए। मैले उसलाई त्यो दिन दितमर्ने गरी हेरेको थिएँ। बाको आँखा छलेर उसलाई चोरी चोरी हेरेको उसले पनि त थाहा पाएकी थिए। नत्र किन आँखा जुत्दा छोटो मुस्कान दिन्थे। कम्मरमा दुपट्टा बेर्ने त बानी नै रहेछ। त्यो दिन पनि त उसै गरी दुपट्टा बाँधेकी थिए। नुहाएर आएपछि त झन् गोरी देखिएकी थिए। केही नदलिएको उसको अनुहार नहाँसेको बेला भक्तपुरकी कुमारीको जस्तै देखिन्थ्यो, शान्त र भावहीन। जब पातलो ओठ अलिकति मात्र भए पनि चलाउँथे फुल फुले झैँ लाग्थ्यो। ऊ हर तरहले राम्री देखिएकी थिए। त्यो दिन खाजामा रोटी बनाएकी थिए। रोटी गोला थिएनन्। एकातिर चेप्टो परेको रोटी हेर्दै बाले नानीको रोटीले धन्न ताउ छोडेर भागेन छ भन्नुभएको थियो। ऊ थोरै लजाएकी थिए तर हामीसँगै हाँसेकी थिए। धनिया र गोलभेडाको अचार परले पिरो पारेकी थिए। बालाई खुब मिठो लागेको थियो तर पिरोले मेरो मुख जलेको थियो। म रातो हुँदै गाँसे पछि पानी पिउँदै थिएँ। उसले त्यो देख्न सकिन सायद। एक गिलास मै ल्याएर दिए। त्यसपछि मेरो हात सेलाएको थियो। उसको दया नै सही, मनमा अर्कै भावना टुसाएको थियो। उसले आफ्ना धन्दा सकेर पिँढीमै बसेर हाम्रो काम हेरिरहेकी थिए। जिज्ञासु थिए उसका नजर। उसले बासँग 1000 प्रश्न गरेकी थिए। जस्तै बाले कपडा सिलाउन कसरी सिक्नुभयो, हामी किन बाहिरै बसेर खान्छौँ, हामीलाई किन अछुत भनेका, आदि इत्यादि। बाले पनि ज्ञानी बालक झैँ उसले गरेका सवालका ठिक वा भनौँ सही र सत्य जवाब दिनुभएको थियो। कतिपय जवाबले उसलाई चित्त नबुझेको भाव अनुहारमा देखिन्थ्यो। जातीय विभेदबारे स्कुलमा समेत सामाजिक शिक्षामा पढिएको कुरा उसलाई कसरी थाहा भएन। म अल्मलिएको थिएँ। मलाई लागेको थियो उसलाई छुत अछुत जातको खाडल र त्यो खाडलमा बसेर आफ्नो सामाजिक दायित्व पूरा गरिरहेका हामी जस्ता दलित, ऊ र ऊ जस्ता तथाकथित ठुलो जातहरूसँग निर्वाहमुखी जिन्दगी बाँचिरहेका छौँ। थाहा थिएन वा थाहा दिएको थिएन। त्यस दिन उसका बाआमाको अनुपस्थितिले उसलाई हामी अछुतसँग बसेर गफिने सुअवसर मिलेको थियो। अझ उसले हर्लिक्सको सिसीमा गाडेको मुलाको अचार खुवाएकी थिए। त्यसअघि कैयौँ दफा खाना खाने समयमा पण्डितनीले 2 टुक्रा हालिदिने मनसम्म गरेकी थिइनन्। कस्तो छुच्चो स्वभाव, कस्तो लोभ। त्यस दिनका उसका क्रियाकलाप मेरा स्मृतिमा एकपछि अर्को गर्दै आए। स्पिकरमा गीत बज्न थाल्यो। आज 12 हाते पोटुकीको कुरा गर मायालु। मलाई छम 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 नाच्न मन लाग्यो। मेरा आँखा टक्क उसमा अडिए, स्थिर। उसले आफ्नो कम्मर यसरी नचाएकी थिए कि मानौ ऊ रबरले बनेकी होस्। हत्केला र औँलाले आफूप्रति सबैको ध्यान तानेकी थिए। भिडबाट सुसेली र तालीको वर्षा भइरहेको थियो। म उसका अनुहारमा देखिएका भावहरू हेरेर असिन पसिन हुँदै थिएँ। सिनेमामा नायकसँग हाँस्दै हाँस्दै नाच्ने नायिका भन्दा कुनै पनि कोणबाट उसमा कमी थिएन। घरिघरि मलाई नै हेरेर नाच्दै छे जस्तो भान भइरह्यो। ऊ गीतका तालसँगै सम्पूर्ण स्टेज घुम्थे। आँखाले केही भनिरहेछन् जस्तो लाग्थ्यो। माहौल बेसरी तातिएको थियो। मलाई किन ईर्ष्या लाग्यो। यति धेरै मान्छेले उसको नाच हेरेकोमा मलाई लाज लाग्यो। मैले मात्र हेर्न पाएको भए पनि हुने नि जस्तो लाग्यो।
नरे पछाडिबाट उफ्री उफ्री सुसिलिरहेको थियो। मलाई कति पनि मन परेन, रिस पनि उठ्यो। नसुसल भने पनि, तर आवाज म आफैले पनि सुनिनँ। नरेले के सुनोस्? म त्यो लाज, त्यो असहजता र मुख्यत भिडदेखि उठेको रिस कम्तीमा नरेमा उतार्न सक्थेँ। हात घुमाएर हरिको ढाड पछाडि लगेर चिमोटी दिएँ नरेको तिग्रामा। जाँघेले नछोपेको तिग्रालाई सामान्यभन्दा गतिलो असर पर्यो। नरेको सुसेली बन्द भयो। म खुसी भएँ। स्टेजमा ऊ अन्तिम पटक फनन्न घुमेर पसारो परी। स्पिकर बन्द भयो। तालीको वर्षा भयो। ऊ नउठेसम्म मलाई फेरि औडा भयो। उसले लगाएकी फरिया थोरै माथि सरेर घुँडासम्म पुगेको थियो। सेता पिँडुला देखिएको थियो। म चाहन्थेँ कि ऊ उठिहालोस् ताकि फरिया माथि सरेको अरू कसैले चाल नपाओस्। मैले यति सोचिसक्दा उसले उभिएर कम्मरमा हात राखिसकेकी थिए। उद्घोषक ऊ नजिक आइसकेको थियो। म खुसीले गदगद भएँ र हुहु गर्दै ताली बजाएँ। हुनु के थियो र, भिड त अघि नै शान्त भइसकेको रहेछ। यति बेला चिच्याउने सिर्फ म एउटा रहेछु। भिड मलाई हेरेर हाँस्यो। म शरमले भुतुक्कै भएँ। ऊ पनि हत्केलाले मुख छोपेर हाँसिरहेकी थिए। यो कस्तो ठिस काम गरियो जस्तो भयो। घामले घोचे झैँ भयो। मुख सुक्यो, पिसा पनि लाग्यो। त्यहाँ मुख देखाउने मलाई हम्मे हम्मे भयो। दौडिएर गएँ पिपलको रुख पछाडि। पिपलले मलाई निकै बेर लुकाइराख्यो। साँझमा नरेले सोध्यो, त किन भागिस्? कहाँ भागे म? मैले देखेको हुँ, झुट नबोल, त कार्यक्रममा थिइनस्। उसका सवाल जायज थिए। मसँग जवाब थिएन, वा भनौँ उसको चित्त बुझ्ने खालको जवाब थिएन। पखाला लागेर हो, मलिनो स्वरमा भने। उसले अलिक नाक खुम्च्यायो। मेरो शिरदेखि पाउ र पाउदेखि शिरसम्म एक फन्को आँखा घुमायो र भन्यो, कति छेर्न सक्दो रहेछस् मुजी। हे, अहिले निको भइसक्यो भनेपछि ऊ सहज भयो। त्यो दिन मेरो मनमा भएको उथलपुथल, मेरो मुटुले दौडिएको म्याराथन, मेरो शरीरले बढाएको तापक्रम आदिले मेरो अनुहारमा पहिले नदेखिएका अनौठा भावका रेखाहरू कोरिएको आमाले चाल पाउनुभयो। ती रेखा सजिलै मेट्न के गर्नु पर्थ्यो म अनभिज्ञ थिएँ। फेरि त्यस्तो त मलाई पहिलो पटक न भएको थियो। म त्यसै फुरुक्क थिएँ। आँखा मुस्कुराइरहेका थिए। शरीर हल्का भएको महसुस गर्दै थिएँ। मेरो कानमा त्यही गीत बजिरहेको थियो। कति सुरिलो र मिठो भाका, शब्दका जादु र ती जादुलाई उसले आफ्ना नृत्यबाट कति सजिलै प्रस्ताइदिए कि। ओहो, यो के भयो मलाई? म आकाशमा उड्दैछु जस्तो लाग्यो। नाच्न नजान्ने मलाई उसैले नाचे झैँ नाच्न मन लाग्यो। जताततै झलमल्ल देखेँ। आँखाले उसलाई हर चिजमा खोज्यो। अरू दिन गोठमा गएर बाख्रालाई खोले पानी दिन मलाई कहाँ त्यसरी जाँगर चल्नु। त्यो दिन एक्लै जान मन लाग्यो, गीत गुनगुनाउँदै। नौमतिर पञ्चे बाजा बज्छ मनमा, लाग्छ लाज तिमी लाउँछौ मोहनी। सुर न तालको मेरो मनले गुनगुनाएका यी पंक्तिमा ऊ पुनः नाच्न थाली। मलाई ऊ लजाएको ख्याल आयो। तत्क्षण मेरो शरीर फुलेको आभास भयो। टाउको फुलेर अजङ्गको भयो। कता कताबाट बतास छिरेर अन्तै कतैबाट फुत्त निस्किए झैँ भयो। हाय, यो कति मिठो अनुभूति। अघिनोबाट मुस्लो बनेर उडेको धुवाँ सोही गीत गुनगुनाउँदै नृत्यरत बाहिरियो। केही दिन अगाडि जन्मिएका पाठाका आँखामा नौलो संसारको चमक टल्किए झैँ झलझली बलेकी कोपिलालाई मैले यत्रतत्र बेप्रवाह उफ्रिरहेको देखेँ। मनको आँगनमा त्यो कोपिला फूल बनेर प्रेमको सुवासले मलाई लठ्याउन अभिशप्त देखेँ। त्यो साँझ आमाले साँझको बत्ती बालेपछि पहिलो पटक मस्तिष्कमा भगवानका साथमा ऊ पनि आई।
भगवानका साथमा आएर हुनुपर्छ। ऊ आएपछि जाँदै गइन। मेरो त्यो छटपटी आमालाई अनौठो लाग्नु स्वाभाविक थियो। के भयो भन् त सोध्नुभयो। अब के भयो भन्नु, मेलोमेसो पाइन। आखिर ठ्याक्कै भएको के थियो म आफैलाई पनि कहाँ थाहा थियो र। म त फगत चङ्गा बनेर उडिरहेको मनबाट निर्देशित थिएँ। आफ्नो सोचमा परिपक्वता आएको देख्दै थिएँ। कम्तीमा मेरा हाउभाउले त्यति त बताउँदै थियो। यद्यपि आमाको प्रश्नका जवाफका लागि मनले फेरि बालक बन्न प्रेरित गर्यो, जो आवश्यकता पनि बनिदियो। पेट दुखिरहेछ, पखाला पनि भयो भनिदिए। अक्सर मेरो पेट खराब भइराख्ने हुनाले यो बहानाले सजिलै काम गर्थ्यो। मलाई सम्झना छैन त्यसअघि आमालाई झुटो बोलेको, तर म साँचो बताउन सक्ने अवस्थामा थिइनँ। हुनसक्छ मलाई प्रेम नै भएको हो भन्ने बोध मैले गरेको भए नरेलाई ढाँटे पनि आमालाई साँचो बोल्दो हुँ, तर त्यसो हुन सकेन। होस् कसरी टुसाउँदो प्रेम आफै पनि माटो छेडेर बाहिर निस्किन धर्मर गर्दो रहेछ। टुसाइसकेपछि यदि उचित सम्भार नगरे माटोभित्रै खरिन सक्ने रहेछ। प्रेम त अकबारे खोर्सानी जस्तै, जसलाई नमिठो भन्ने मान्छे भेटेकै छैन, साथै पिरो छैन भन्ने पनि त भेटेकै छैन। प्रेममा त अनगिन्ती स्वाद आफैभित्र समाहित गर्न सक्ने ताकत पो रहेछ। प्रेमले झुट बोलाउँदो रहेछ, नदुखेको पेट दुखाउँदो रहेछ। हाय यो प्रेम। मलाई केही पनि खान मन त यसै थिएन। बिरामीको बहाना गरेपछि खाने कुरा पनि भएन। आमाले तातो पानी र बिरे नुन ल्याइदिनु भयो। आमाको ममतामयी आग्रहका बावजुद पनि अन्न खाइन। 10 थरी खाइस् होला, अनि पेट नदुखे के दुख्छ त तेरो? आमाको स्नेह कोठाभरि गुन्जियो। बिरे नुन र तातो पानीले निको पार्ने रोग लागेको थिएन मलाई। आँखामा निन्द्रा भन्ने आएन, फिटिक्कै आएन। मलाई त्यही गीत फेरि सुन्न मन लाग्यो। उसले नाचेको फेरि हेर्न मन लाग्यो। आफूले मात्रै हेर्न मन लाग्यो। अब आइन्दा उसले सबैका सामु ननाचिदिए नि हुन्थ्यो झैँ लाग्यो। मनमा के कुरा खेलेर गए पत्तो पनि भएन। जे हुँदै थियो हतारमा हुँदै थियो, गतिशील थियो। घरि भित्तामा टाँसिएका पत्रिका त घरि सिलिङ हेर्दै, पटक पटक कोल्टे फेर्दै, बारम्बार टोयलेट जाँदै त्यो रात मैले आफूलाई बिर्सिदिएँ। आफ्नो हैसियत बिर्सिदिएँ। आफू एउटा गरिब दमाई मात्र हुँ भन्ने पनि बिर्सिदिएँ। मैले आफू रवि परियार हुँ भन्ने समेत बिर्सिदिएँ। कोपिलाले ममा रातभरि राज गरी र आफू सुस्तरी म भित्र फुल्दैछु भन्ने जानकारी गराउन कति बेला सपनामा देखा परी पत्तै भएन। बिहानै आमाको कचकचले बिउजिए वा बिउजिएपछि कचकच सुने कुन्नी। आमा कुखुराको खोरबाट फतफताउँदै हुनुहुन्थ्यो। चाड आइसक्यो, बाउसँगै मेला गए नि 4 मन भित्रिँदो हो घरा। यत्रो भएको लाठे घाम दैला ठेला आइपुग्दासम्म पसारिन शरम लाग्न पर्छै पर्दैन? मलाई लाग्यो आज मेरो खैरियत छैन। घाम झलमल्ल लागिसकेछ। साँच्चै म अबेरोसम्म मस्त निदाइछु। अब आमालाई फगाउनु कसरी? साँच्चै पेट दुखेको हुँदो त उल्टै गुर्की देखाउँदो, तर बिना कारण त्यसो गर्न मेरो इमानले दिएन। त्यो संस्कार पाएको पनि थिइनँ। लुसुक्क आमा भएतिरै गएँ। मलाई देख्नुभयो तर बोल्नु भएन। खुबै भलाद्मी पाराले सोधे, माताश्री केही बोली बक्सँदै होइसिन्थ्यो कि? आमाले ठुला आँखाले हेर्नुभयो। माफ गरी बक्सियोस्, श्रवण शक्तिमा कमजोरी आएछ। हुकुम बक्सियोस्, सेवामा हाजिर छु। डुमका छानामुनि जन्मिएर राजाका भाषा बोल्छस्? आमाले हाँस्दै भन्नुभयो। आमाले हाँसिदिँदा मेरो संसारै उज्यालो हुन्थ्यो। जहाँ जन्मिए पनि आफ्नो स्थितिमा हामी पनि राजा नै हौँ। हाम्रो आवश्यकता थोरै छन्, थोरैमा धेरै रमाउन सक्छौँ हामी। जे छैन त्यसको वास्तवमै जरुरत कहिल्यै परेन। मिठो खाना र एकसरो फेराफेर लगाउन नै दुःख गर्न पर्ने हामीलाई त्योभन्दा परको चाहना राख्न जरुरी पनि थिएन, किनकि थाहा थियो त्यो पुरा हुन सक्दैन। सबै रहर कहाँ पुरा हुन्छन् र?
आमा रिसाउँदा रिसाउँदै हाँसिदिनुहुन्थ्यो। कुखुरालाई दाना दिएर मैले बाख्रा छोडिदिएँ। आमाले पिँढी लिप्नुभयो। मेरो सानो घर चिटिक्क देखियो। आमालाई फोहोर देख्नु हुँदैन थियो। म पनि ध्यान दिन्थेँ। हाम्रो घर सधैँ सफा रहन्थ्यो। धेरै जसो गाउँलेलाई आमा दमिनी होइन जस्तै लाग्छ रे। यो दमाईको जात फोहोरी भए पनि माइली दमिनी कति सुग्घर सफा गर्छे भन्छन् रे। खै आमाले गर्ने घरको सफाई, भगवानप्रतिको आस्था, मिठो वचन, सहयोगी मनले दमिनी हुनबाट रोकेन। अछुतको पर्खाल भत्काएर मान्छेको जात हो, अरू न कुनै जात र न कुनै वर्ग भन्न सकेन। जी हजुरी नगरी हिँड्न पाउने अधिकार फर्काउन सकेन। काम सकेर म हातमुख धुन धारामा गएँ। पानी भर्नेहरूको भिड थियो। सबै नहिँडेसम्म कहाँ छिर्न पाइन्थ्यो र यत्तिकै फर्किएँ। फेरि धारामा गइस्? कति भन्नु, बिहान चोखो पानी थाप्नेको लर्को हुन्छ, नजा भनेको मान्न छोरा। आमाले दिक्क मान्दै भन्नुभयो। मलाई धारामै गएर हातमुख धुन, नुहाउन, पानीसँग खेल्न मन लाग्थ्यो। ढुङ्गे धारामा हेलिनुको मजा घरमा जगले पानी खन्याउनुमा कहाँ थियो र। तर मैले जात नै त्यही पाएको छु, जो निर्धक्क धारा पँधेरामासम्म जान पाउँदैन। यो कस्तो विडम्बना! यो सब किन र केका खातिर? यो निषेधको अव्यवस्थाले आखिर फाइदा कसलाई होला? सार्वजनिक स्थानमा समेत समान सहभागिताका लागि लड्नु पर्ने र त्यसले दिने आत्मसम्मानको चोट हामी अछुत भनिएका बाहेक अरूले के बुझ्लान्? बा आमालाई आफ्नो जातका नाममा पाइएको उपहासको बानी परेको हुनसक्छ, वा त्यसको प्रतिकारपछि निस्कन सक्ने परिणामको बोध भएको हुनसक्छ। त्यसैले यथास्थितिलाई चुपचाप स्वीकार्नु भएको हुनसक्छ। तर मलाई सबै अवस्थामा यो स्वीकार्न कठिन हुन्थ्यो। विशेष गरी धारा, पँधेरा र मठ मन्दिरमा के जात, के वर्ण, के वर्ग, एउटै समाजमा बस्ने सबैलाई समान हक छैन ती स्थानमा उपस्थित हुन र उपयोग गर्न। म मनमा नै भनिरहन्थेँ, मलाई दलित भन, दमाई भन, डुम भन, अझ दरिद्री भन, भलै वचनका प्रहार धारिला र चोटिला हुन्, म सहौँला, तर मलाई अछुत नभन, मलाई निषेध नगर। म सँगै बसेर खान नइस्काऊ। मलाई छुँदा कसैको केही पनि बिग्रिँदैन, किनकि म पनि तिमी जस्तै मान्छे हुँ। तर यो मेरो मनको अनुरोध, यो दुखाइ, यो अधिकारको आवाज साँच्चैको आवाज बनेर निस्किन सक्दैन थियो। कारण मेरो यो आवाजमा आवाज थपेर बुलन्द बनाउन सक्ने अर्को कोही थिएन। मेरो मनको आवाज ओठबाट भित्रभित्रै दबिन्थ्यो। हामी बीचमै बोलेर अवस्था फेरिन्न भन्ने गलत धारणा बनेको थियो कि यो जात र यो वर्ग निर्धारण गर्न कुनै क्रान्ति भएको थियो होला र आज यो मेटाउन क्रान्तिको आवश्यकता परोस्। तानाशाह तन्त्र, धर्म संस्कार, श्रम, भू बनौट र छालाकै आधारमा ओठे उर्दिन भएको हो र लुटिएको हो मानिस भन्ने जात साथै जबरजस्ती थमाइएको कुजातको उपनाम। मेरो मगजमा यो समाजको सबैभन्दा ठुलो अपराध हो भन्ने चेत तब बसेको थियो जब लाली आमैलाई उनकै आरनमा निर्ममतापूर्वक होमियो र कुँजो बन्न बाध्य पारियो। कारण अरू के हुन सक्थ्यो र? कारण के चाहिन्थ्यो र? उपल्लो जात लिएकाहरूलाई बस आमैको गल्ती यति भयो कि उनी कमिनी भएर जन्म लिइन्। गाउँमा एउटा मात्र पँधेरो थियो, तर गाउँले सबैको भएन त्यो पँधेरो। अछुत भनिएकाहरूले तल फाँटमा बग्ने खोलाबाट पानी उपयोग गर्नु पर्थ्यो। अछुतले पँधेरोबाट पानी उपयोग गरेमा पँधेरो बिटौलिने नीच र हदैसम्म गिरेको सोच व्याप्त थियो। कसैलाई एक्का थिएन कि पानी जस्तो अत्यावश्यक कुरामा बन्देज गर्नु मानव हुनुको औचित्य गुमाउनु सरह हो भनेर।
सधैँ एकनास किन हुन्थ्यो र? नजिकको पँधेरो छोडेर खोलाबाट पानी पिएर कपाल फुलाएकी लाली आमै खोलासम्म पुग्न सकिनन्। खोला घरसम्म आएन। प्यास मेट्नु थियो, समानताको प्यास, सह अस्तित्वको प्यास, कुजातको संज्ञाले मरुभूमि बनाएको आत्मसम्मानको प्यास। त्यो प्यास, त्यो तृष्णा मेट्न लाली आमैको गाग्रो पँधेरोमा पस्यो। लाग्यो एउटा हिम्मत पौडी रहेछ, लाग्यो एउटा कुसंज्ञा पखालिरहेछ, लाग्यो युगौँदेखि गाडिएर बसेको कुसोच र कुसंस्कार पनि थोपा थोपा बनेर रक्षानबाट बगेर विलीन भइरहेछ। लाग्यो गाग्रोले मानवता उभ्याएर ल्यायो, एकता भरेर ल्यायो। अँध्यारो रातमा लाली आमैको मुजै मुजाले भरिएको अनुहारमा खुसीको रोशनी देखियो। आमैलाई लाग्यो यो गाग्रोको पानी गाउँभरि बाँडौँ र भनौँ, हेर मैले छोएको पानीमा स्वाद फेरिएको छैन, मैले छोएको पानीले पनि प्यास मेट्छ। यस्तो लाग्दै थियो भोलि बिहान हुने उज्यालोमा लाली आमै चोखिएर उठ्नेछिन्। आमैको यो आत्मविश्वास पँधेरोभित्र शान्त बसेको पानीमा सपाट देखियो। गाग्रो कम्मरमा राखिरहँदा लाली आमैले देखिन् जुन पनि पानीमाथि बसेर मुस्कुराइरहेथ्यो। सायद भनिरहेको थियो, अमृत बोकेर गयो आमै। गाग्रोभरि अमृत नभएर विष बोकेर गएकी रहेछन् भन्ने कुराको जानकारी भोलिपल्टको घामले लिएर आयो। आरनमा हँसिया अर्दापी रहेकी लाली आमैलाई आरनमै डढाएर आफूलाई सबैभन्दा माथिल्लो जातको मान्ने सोमनाथ पण्डितले धर्म, संस्कार, रिवाज र समस्त मानवताको अर्को आहुति दिए। फेरि धर्मको खिल्ली उड्यो, मानवता पातालमा भासियो र अन्धविश्वासको अर्को कुरूप दाग बस्यो जो लाली आमैका पाखुरामा आजसम्म छ। निकै वर्ष पहिला घटेको त्यो घटना मस्तिष्कमा सधैँ ताजा रहन्छ, किनकि त्यो घटना आफूमाथि नघट्ने ग्यारेन्टी थिएन। दसैँ आँगनमै आइपुग्यो। बा आमाले मेलापात गरेर मासु, चामल, गेडागुडी, पिठो, आलु इत्यादि सामलको जोहो गर्नुभएको थियो, जो सधैँको काम हो, व्यस्तता हो, बाध्यता हो। त्यो दसैँमा खै कसले एकजोर कपडा पठाइदिएछ, जिन्सको प्यान्ट र मखमलको चेक सर्ट। गाउँमा कोही कोहीका घरमा एकाध पटक लगाएपछि ती कपडा पुराना मान्ने चलन थियो। भलै ती कपडा अझै टिकाउ किन नहुन्? त्यसरी पुग्नेहरूलाई त्यो सामान्य कुरा हुन्थ्यो, नपुग्नेहरूलाई चलन चल्ती र प्रथाले रुवाउँथ्यो मात्रै। कति यस्ता दसैँ आएर गएका थिए जहाँ रौनकभन्दा रुवाई धेरै हुन्थ्यो। बा आमालाई लाग्थ्यो एउटा छोरोलाई एक दरो लाउन र मिठो खाना दिनसम्म सकिएन। धिक्कार्नुहुन्थ्यो आफ्नो लाचार जिन्दगीलाई। कोही कोही दया गरेरै पठाइदिन्थे। जसरी आए पनि आफ्ना लागि कपडा आउँदा मन पुलकित भइहाल्थ्यो। तर उमेर बढ्दै आउँदा त्यो खुसीमा असहजता र मागेरै लगाउनु पर्दाको आत्मग्लानीको सानो सानो घेरा बस्दै आएको थियो। भन्न त भन्थे म अर्काले लगाएको कपडा लगाउँदिनँ, तर आफ्नो थिएन, लगाउनुको विकल्प पनि त थिएन नि। तिनै कपडा नयाँ भइहाले, लगाएर मावली गए। अरू त खास के हुनु थियो र? आखिर मावली पनि त उस्तै चपेटामा हुन्थे। खाना लाउनकै दौदौ पर्थ्यो। यद्यपि दसैँको दक्षिणाको भने आश रहन्थ्यो, पाइन्थ्यो पनि। सदाझै त्यो दसैँमा पनि पाइयो। सोचेँ एउटा घडी किन्छु, कालो रङको, राति बत्ती बल्ने, मिल्किने घडी। मन फुरुङ्ग भयो। अझ नरेलाई लगाएर देखाउँछु भनी सोच्दा त कति बेर बजार जान जस्तो भयो। बाले पनि केही भन्नु भएन। माहौलबाट फर्किएको भोलिपल्टै 4 दोबाटोको घडी पसलमा म घडीहरू हेर्दै थिएँ। साउले हेर्दा राम्रा तर महँगा घडी देखाउँदै थिए। आफूसँग भएको रकमले घडी किनेर घर पुग्नु थियो। सेल र केराउको तरकारीको रहर पनि मेट्नु थियो। आइसक्रिम पनि खानु थियो। फेरि आएर खाउँला भन्दा अर्को दसैँ पर्खिनु पर्थ्यो।
अरूका जसरी मेरा बाले बजार घुमाएर खर्च गर्न कसरी सक्नु। त्यसैले हेर्दा राम्रो र अलि सस्तो घडी किने। नाडीमा बाँधेपछि बजारभरि आफूले मात्रै घडी लगाएको छु जस्तो लागिहाल्यो। कसैले आफूतिर हेरे भने घडी नै हेरेको हो कि जस्तो लाग्थ्यो। म भित्र केही महिनादेखि बेग्लै चञ्चलता आउन थालेको थियो। एकैछिनमा फुरुक्क पर्नु, एकैछिनमा अकारण दुखी हुनु, झनक्क रिसाउनु, फेरि सम्हालिनु, कपाल बारम्बार मिलाउन मन लाग्नु, माया प्रेमका गीत सुन्नु आदि आदि स्वत हुँदै थिए। मलाई लाग्दै थियो म भित्रको त्यो फुच्चे रवि, त्यो बालक बिस्तारै छुट्दै छुट्दै गइरहेछ। घडी लगाएपछि झन् भुइँमा खुट्टा अडिएन। उफ्रँदै हिँड्न मन लाग्यो तर गर्न सकिनँ। कसैले सोधे पनि हुन्थ्यो नि घडी पो लगाएको भनेर। कसैले सोधेन। यत्तिकैमा कोपिलालाई सम्झिएँ। ओहो, उसलाई सुनाउन पाए कति खुसी हुँदियो। हुन त उसको नाडीमा मैले पहिले घडी देखिसकेको थिएँ। सायद मेरो यो खुसीमा खुसी भएर साथ देली भन्ने धमिलो इच्छाले औसिए। लगत्तै त्यसले अर्को बेचैनी बढायो, उनलाई भेट्ने हतारो बढायो। फुटपाथमा हिँड्दै थिएँ। दसैँको अन्तिम चहलपहल छिटपुट देखिन सकिन्थ्यो। धुवा उडाउँदै बजार नै थर्किने गरी दौडिएका बाइक हेरेर लाग्यो यो जुनीमा त चढ्न सम्भव छैन। हेरेरै चित्त बुझाउँछु। बाइकको पछाडि बसेर कालो चस्मा लगाएर मुखमा सल बेरेर कपाल हावामा छोडेका केटीहरू देख्दा कोपिलालाई सम्झिए। कल्पना गर्थे त्यो चलाउनेवाला आफू अनि आफ्नो ढाडमा टाँसिएकी कोपिला। कस्तो रोमाञ्चक कल्पना। म सपना देख्नभन्दा कल्पना गर्नमा रुचि राख्थेँ। सपना त नआउन पनि सक्छ, कल्पना त आफूले गर्दैन हो। आफू खुसी गर्न सकिन्छ र त्यो कल्पनामा रोजेको जीवन जिउन सकिन्छ। उत्साह, खुसी, उमङ्ग र उत्तेजनाले म सिमल चाहिँ हलुका भएर उड्दै थिएँ। चटकेको चटक हेरेँ, भिडभाड हेरेँ। मान्छेको हतार कति हो कति। लाग्यो यसरी नै दौडादौड गर्दा गर्दै जिन्दगीले विश्राम लिन्छ र वास्तवमा बाँच्नुपर्ने जीवन जिएकै हुँदैन। बजारभरि डुलेर सेल र केराउको तरकारी खाएर म घर फर्कँदै थिएँ। चोकको दोकानमा पण्डितनीलाई देखेँ। यो मन खै किन त्यस्तो भएको थियो कि पण्डितनीलाई देख्दा पनि कोपिलाको सम्झना घनीभूत भइदिन्थ्यो। एउटा अप्रत्याशित डरले झ्याप्प झम्टिन आउँथ्यो, झट्ट छोडिदिन्थ्यो। एउटा खुसी रूपी हर्मन तत्काल बनेर रगतसँगै बगेर अनुहारका नसाहरूमा दौडिएको भान हुन्थ्यो। डर यसकारण हुन्थ्यो कि कतै मेरो मनमा उम्रिएकी कोपिला उनकी आमाले देख्ने त होइन, कतै व्यक्त गर्न नपाउँदै यो प्रेम जस्तो केही भइरहेथ्यो म भित्र, हराउने त होइन। जुन जात लिएर म जन्मिएँ, जुन थर मेरो नामको पछाडि जोडिएको छ, त्यसको लाचारी र विवस्थालाई बिर्सिएको आरोपमा म लगायत परिवार समेत छिन्न भिन्न हुने त होइन। यो डर सधैँ उही घनत्वमा रहिरह्यो मेरो मन मस्तिष्कमा। फेरि यो सबैबाट थोरै पर खुसी जस्तो केही लहलह गर्दै हल्लिरहेको देख्थेँ जहाँ कोपिला हुन्थिन्। मनमा एउटा प्रेमिल ध्वनि बज्न सुरु हुन्थ्यो जसले भनिरहन्थ्यो म छु नि प्यारा, नडराऊ। त्यो आवाज नै पर्याप्त थियो तमाम छेकबार र तगाराहरूलाई पन्छाउँदै सारा दुनियाँसँग युद्ध लड्न। त्यसैले मलाई प्रेमको शक्तिमा कता कता विश्वास लाग्न थालेको थियो, जसले मलाई हिम्मत दिन थालेको थियो। आफूलाई बिर्सन सक्ने हिम्मत, जातको विभेदकारी जङ्गलमा आगो लगाउन सक्ने हिम्मत, निषेध र निस्तेजको समाजमा उपस्थितिको हिम्मत। मनले गलत हुँदैछ भनेर कता कता चिमोट्न थालेपछि म चुपचाप अघि बढिरहेँ। हुने खानेहरूको लागि दसैँ अर्को साल पनि उही उमङ्ग बोकेर आउने बाचासहित बिदा भयो। हाम्रा लागि त उही
व्यवस्था, रहर, खाँचो, बाध्यता, आँसु आदि इत्यादि लिएर आउनु नै थियो, आइहाल्थ्यो। तर मेरो मनले त्यसको खास चिन्ता राखेन। स्कुल सुरु हुन साथ मलाई कोपिलालाई देख्न हतार हुन्थ्यो। देखिरहँ जस्तो, हेरिरहँ जस्तो, केही नबोली मुस्कुराइरहँ जस्तो, आँखाले पल पल कुरा गरून् जस्तो, कस्तो कस्तो त्यस्तो हुन थाल्यो। बालाई भन्ने हिम्मत आएन। आमालाई भने, आमा म त तलको स्कुलमा पढ्ने। किन, यहाँ के भयो? आमाले भन्नुभयो, केही होइन, मलाई तलै गएर राम्रोसँग पढ्न मन लाएर। नाटक नगरै छोरो, पढ्नले जाने राम्रो पढ्छ। आमाले भन्नुभयो, नाइ के, म जाने हो, बालाई भन्दिन्न। मेरो आग्रह थियो। ठुलो कक्षा पढ्न जानु परिहाल्छ, अहिले के को जिद्दी हो र? आमाले फेरि भन्नुभयो। कसै गरी कुरो मिलेन। आफ्नो मनको हाल आमाले पनि नबुझेकोमा रिस उठ्यो। मगजै खलबलियो। कतै केही नगरी ओछ्यानमा पल्टिएर दिनभरि बिताएँ। पहिलोपल्ट लाग्यो आमाले मलाई माया गर्नुहुन्न रहेछ। मैले पनि आमालाई माया नगर्दो रहेछु। मुटुभित्र अरू कसैको आगमन भएपछि यहाँसम्मको सोचले घेर्दो रहेछ। यो मायाले मलाई के बनाउन थाल्यो? गाँठे के हुँदो रहेछ मेरो मस्तिष्कमा? यस्तो त म कहिल्यै थिइनँ। के प्रेमले यो हदसम्म परिवर्तन गराउँछ र मान्छेलाई? म यही कुरामा घरि खुसी हुने, घरि चिन्तित त घरि सोच शून्यताले घेरिएँ। साँझमा बा आएपछि आमाले मेरो दिनभरिको करतुत बताइदिनु भयो। बा रेडियोमा घटना र विचार सुन्दै हुनुहुन्थ्यो। आमाको कुरालाई खास महत्त्व नदिएपछि, होइन यी बाउछोरा किन यसरी बिग्रिएका अचेल? चुलामा अगुल्टो ठोस्दै आमा बोल्नुभयो। बा अझै बोल्नु भएन। होइन मेरो कुरा नसुन्ने हो कि तङ नलाएको? आमाको आवाज रवाफियो। सुकेको खर्सानी बुटनमा परेपछि बाको खोकी निस्कियो। एक लपको खकारले मुख भरियो। अब त्यहाँ त थोक्ने होइन नि, सागमा पर्छ, आमाले टोक्नुभयो। बा जुरुको उठेर रक्षानमा जानुभयो। परेको उस्तै, जन्मेको उस्तै, अलिकति सफा सुग्घर नचाहिने, कस्तो सुँगुर बुद्धि, गाँठे, आमा फतफतिनु भयो। के गर्छेस् त, तँलाई यही सुँगुरको माया लायो त? भन्दै बा मजेरीमा बस्नुभयो। आमा अगेनातिरै फर्केर मुसुमुसु हाँस्नुभयो। देखेर मलाई मजा आयो र लाग्यो मेरा बाआमाले जति एकअर्कालाई माया कसैले गर्दैन। राम्रोसँग पढ्छ भने जाओस् न त, हुँदै। लामो सास फ्याँक्दै बा बोल्नुभयो। मेरो त्यो रात अँध्यारो बिना नै कट्यो। कक्षाको माहौल नै अलग थियो। माथि स्कुलमा सबैभन्दा सफा सुकिलो लगाउने मनै थिए, तर यहाँ त सबैभन्दा फोहोरी देखिए। अरूका कपडा नयाँ नै देखिन्थे, मेरो सिवाय। औकातको पनि ठाउँ हुने रहेछ। मभन्दा कमजोरको अगाडि मात्रै म अब्बल देखिने रहेछु। तर भिडमा जाने हो भने, प्रतिस्पर्धामा जाने हो भने मैले आफूमा हर तरहले परिवर्तन ल्याउनुको अपरिहार्यता कक्षाको पहिलो बसाइले दर्शायो। उही गाउँ, उही ठाउँ, उही गाउँले, उही पाठ्यक्रम, तर चमक अलग, सिकाइ अलग। पहिलो दिन भएर पनि होला मलाई उत्तिको हेरेको दृष्टिले कसैले हेरेन। कतिपय चिन्जानकै केटाहरू थिए। नौलो लाग्नुपर्ने कारण बाँकी रहेन। अग्लो र दुब्लो ज्यान कक्षाको सबैभन्दा पछिल्लो बेन्चमा टेसिएको थियो। बेन्च पार्टनर थिए सकुलाल श्रेष्ठ, प्रभु दाहाल। मेरो थरले अरू भिन्न थरका मित्र पायो, भिन्न जातको सङ्गत पायो। सम्भवतः पहिलो पटक म आफूभन्दा ठुलो जातका दुई हस्तीसँग काँध जोडेर बसेको थिएँ। यसैले उनीहरूलाई पनि कतै असहज गराएन भन्नेसम्म मैले बुझेँ। चौरासी जनाको त्यो कक्षा कोठामा कोपिला केटीतर्फको हारको अघिल्तिरबाट तेस्रो बेन्चको भित्तामा बस्ती रहेछिन्।
निकै बेरको सकसपछि आँखाले यति पत्ता लगायो, मलाई डर जस्तो, उत्साह जस्तो, थकै लागे जस्तो, मुख सुके जस्तो हुन थाल्यो। जब म कोपिलाको अनुहार सम्झन्छु किन यस्तो हुन्छ होला। मेरो प्रेमको एकहोरोपनले आफूभित्र गतिलो जरा गाडिसकेको मलाई थाहा थियो। त्यो जराले मेरो प्रेमको भूगोल बाँध्न सक्ला कि नसक्ला। मेरो मनले बढाउन थालेको हिम्मतलाई उपल्लो जातको पहिरोले कुल्चना लाग्दा ढाल बनेर छेक्ला कि नछेक्ला। यस्ता प्रश्न आफै जन्माउँदै आफै जवाफ दिँदै मन हाजिरी जवाफमा लिप्त भइदिन्थ्यो। घडीमा 4 र टिनिनिनिन्ने घन्टी एकैसाथ बज्यो। स्कुल एकैसाथ हुलमुलमा हेलियो। मलाई लाग्यो कोपिलाले मलाई पर्खिने छिन्, मेरो पहिलो दिनको बारेमा सोध्ने छिन्। तर त्यस्तो भएन। मेरा आँखालाई धागोले उनेर आफ्नो केससम्म लगेर जोडिदिएपछि उनी सरासर घरतर्फ लागिन्। कक्षामा खासै होहल्ला र चकचक नगरेकी कोपिला मस्त गफिँदै र हाँस्दै हिँडिरहेकी थिइन्। मैले पछ्याइरहेँ। बाटो छोटिँदै गयो। उनीसँग हिँडेकाहरूले आफ्नो गोरेटो समाते। मेरो त कहाँ जानु थियो र। उनकै करेसो हुँदै उँभो लाग्नु जो थियो। उनको आँगनमा टेक्न लामो लामो ढुङ्गाका 3वटा खुड्किला बनाइएको थियो। तलबाट पहिलो खुड्किलामा उभिएकी कोपिला मलाई केही भन्दै वा सोध्दै थिइन्। म फेरि भर्खर तारिएको जलेबी जस्तो भएँ। शरीर रातो तातो र कता कता बटारिएको थियो। मन त यसै पनि जलेबी नै हुने भइहाल्यो। कस्तो लाग्यो हाम्रो स्कुल? उनले सोधेकी रहेछन्। राम्रो, मैले भनेछु। किन लास्ट बेन्चमा बसेको नि? उनको अर्को प्रश्न रहेछ, जसमा मैले आफ्नै शैलीमा थोरै चिन्ताको र चित्त नबुझाइको स्वाद थपिदिएँ, किनकि उनले मलाई कक्षामा देखेकी रहेछन्। आहा, त्यसपछि त्यो प्रश्नको मिठास जलेबी सरह भइदियो। खालि त्यही थियो। त्यही भएर आज्ञाकारी बच्चाले हर सवालको ठिक ठिक र अविलम्ब जवाफ दिए चाहिँ उनको प्रश्नको जवाफ दिए। उनी खुड्किलो उक्लिएर आँगनमा पुगिन्। मलाई हेर्दै नहेरी पिँढीमा पुगिन्। मैले देखेँ उनले ढोकाबाट भित्र पस्नु अघि एक नजर म उभिएको दोबाटोमा पुर्याइन्, नजर फर्काइन् र अलप भइन्। यो प्रक्रियाले अरू 2 साल बितायो। ती 2 वर्षमा मुस्किलले मैले 2 पटक उनीसँग नजिक हुन खोजेँ होला। ममा हिम्मत किन नआएको होला? कोपिलासँग सामान्यभन्दा सामान्य शब्द बोल्न पनि मलाई गाह्रो पर्थ्यो। जिब्रो थपक्क टाँसिएर बसिदिन्थ्यो। कहिलेकाहीँ गृह कार्यका विषयमा कुरा गरिन्थ्यो। कपी साटासाट गरिन्थ्यो। उनको कपी लिएर घर गएको दिन उनीलाई लिएर गएको आभास हुन्थ्यो। भरिएका पाना होस् या खाली, म प्रत्येक पाना पल्टाउँथेँ जहाँबाट उनको सुगन्ध आउँथ्यो। कतै मेरो नाम लेखेकी त छैन भनेर एक एक कुनामा हेर्थेँ। आफ्नो कपी फिर्ता लिएको दिन पनि उस्तै हुन्थ्यो। केही लेखेर छोडेकी त छैनन् भनेर सम्पूर्ण पाना खोतलेर हेर्थेँ। केही लेखिएको हुँदैन थियो, तर उनको उही सुवास, उही सुगन्ध टाँसिएको हुन्थ्यो जो म सुँघेर थाक्दिन थिएँ। मनमनै मबाट म हराउन थालेको करिब 3 वर्ष भइसकेको थियो। यद्यपि शारीरिक रूपमा भने भर्खर देखा पर्न थालेको थियो। घरमा टिभी आएको थियो। म खेत खन्न, मेला जान, सोतर काट्न, पर्खा लगाउन जान्ने भइसकेका थिएँ, जसले बालाई सबैभन्दा सहज पारिदिएको थियो। सिलाउन भने उति राम्रोसँग सिक्न सकेको थिएन। कमाउन सक्ने भएकाले बालाई एक प्रकारको सुकुन मिलेको थियो। जिल्ला स्तरीय परीक्षा आयो, जसले अन्य परीक्षाले भन्दा भिन्न रूपले सतायो। सबै तयारीमा लागे। म पनि पास त गर्नुपर्छ भनेर लागे। यद्यपि कोपिलाको सङ्गतले मेरो स्तर सुध्रिएको थियो। मैदानमा उत्रिएपछि जति नै अब्बल भए तापनि हार्ने डर त हुँदो रहेछ। त्यही डरले डोर्याएर जिततर्फ लाने रहेछ कि त।
कोपिलाले आफ्नो परिचय राम्रो भएको सुनाइन्। सुनेर मेरो पनि राम्रै भयो होला भन्ने लाग्यो। नतिजा नआएसम्म स्कुल जान परेन। म कोपिलाप्रति झन्झन आकर्षित हुँदै गइरहेको थिएँ। हरपल उनीलाई देख्न मन लाग्नु। यो कस्तो मन! शनिबार टिभीमा हेर्ने सिनेमामा पनि उस्तै तर्पण देखाउँछ, उस्तै पर्खाइ, उही चाहना देखाउँछ। कहिलेकाहीँ लाग्छ मेरो कथा फिल्मका रूपमा आइरहेको छ। मेरै लागि गीतहरू लेखिएका हुन्, मेरै लागि गाइएका हुन्। तर भिन्नता एउटा थियो कि ती नायकहरू म जसरी डराउँदैनन्, ती निर्धक्क गफिन सक्छन् आफ्नी मनकी प्रेमिकासँग। म मात्र किन यस्तो भएँ भनेर गोत्लिन थालेँ। जसरी ती नायकहरूले आफ्नो नजिकका मित्रहरूसँग मनको हाल बताउँछन्, उसै गरी मैले पनि कसैलाई भन्न पाएँ। सायद यो समस्याको समाधान हुँदो हो झैँ लाग्यो। नरेलाई सबै कुरा बताउने निर्णय गरेँ। कृष्ण मन्दिरमा पूजा लाउँछन् रे, सबैले सकेको रकम दिनु भन्या छन्। अर्को दिन बाले सुनाउनु भयो। हामी न पूजा गर्न पाउँछौँ न छेर्न पाउँछौँ, किन दिनु? मैले भने। होइन, यो केटोको बुद्धि कहिले आउँछ? मन्दिरमा दिने हो भगवान्का लागि, पूजाआजा गर्न मन्दिरमा छेर्न पर्दैन। मना हरि भएपछि भयो। आमाले कराउनु भयो या सम्झाउनु भयो, मैले बुझिनँ। 520 दिने कुरा भयो, अर्थात् किनेर खाने हो भने 20 किलो चामल आउने पैसा आफूलाई निषेध गरिएको एउटा मन्दिरका लागि खर्चिने भइयो। यो वितृष्णा केही हप्ता अगाडिको घटनाको आलो घाउ मेरो मनमा गाडिएको भएर हो। त्यही कृष्ण मन्दिरको मर्मत सम्भारको कुरा भएछ। मन्दिरको चारैतर्फ ढुङ्गाको पर्खा लगाउने काम आयो। म पर्खा लगाउन सिपालु भएकाले ठेकेदारले आग्रह गर्यो। स्कुल जानु थिएन, आउँछु भने। कामको सुरु भएको दिन सोमनाथ र उसका आसेपासे आएर अछुतले पर्खा लगाउन नमिल्ने उर्दी जारी गरे। सोमनाथ उही मान्छेको खोल ओगडेको राक्षस हो जसले लाली आमैलाई आरानमा डढाएको थियो। उसको अगाडि कसले के बोलोस्? मैले पसिना बगाएर खान पनि नपाउने यो समाजदेखि घृणा लाग्छ। के थाहा फेरि अछुतले यो धरतीमा छुनु हुँदैन भन्दै आउन बेर छैन। अछुतले फेरिको सास यो हावामा घोलिएको छ, अब सास फेर्न पाइँदैन भन्न के बेर? अछुतका आँखाले देखेका हर चिज बिटुलिए आँखा फुटाउ भन्न के बेर? दुःख यस कारण लाग्छ कि यसको विरुद्धमा बोल्ने कोही छैन। पुच्छर लागेर हिँडेकाहरूलाई पनि सोमनाथ आफ्नो घरमा छिछि र दूर गर्छ। कम्तीमा तिनीहरूले त यो विभेदलाई बुझ्नुपर्छ। तर उनीहरू त्यसरी हेपेर आउँदा पनि दिमागको ढकनी खुल्दैन र फेरि आफूभन्दा तल्लो जातकालाई उही व्यवहार र उही वचनले ढस्छन्। त्यो दुखाइ बुझेकाले, त्यो पीडा सहेकाले फेरि किन अर्कालाई उही पीडा दिन्छन् होला? किन उसै गरी दुखाउँछन् होला? कसरी मान्दो हो त्यो मनले? के कसैको मन पत्थरले बनेको हुन्छ होला र? छेउछाउमा बसेर बाआमा कृष्ण भजन सुन्नुहुन्थ्यो, खुसी मान्नुहुन्थ्यो। मलाई भने कोपिलालाई नदेखेकोमा तनाव थियो। पूजा सुरु भएको हप्ता बितिसक्दा पनि कोपिला मन्दिरमा आइनन्। लेखनाथ पण्डित भने 24 घण्टा खटिएका थिए। मैले पण्डितनीलाई पनि देखिनँ। यो त अचम्मै भयो। गाउँमा यत्रो पूजा हुँदा पण्डितनी नदेखिनु मेरो लागि नौलो विषय भइ गयो। त्योभन्दा ठुलो त कोपिला किन आइनन् भन्ने चिन्ताले कोतरियो। केटाहरू उफ्रिने, चुरोट तान्ने, मुढा बालेर धुनी जगाउने, गाँजा भाङ तान्ने गरेर रात बिताउने गर्थे। म भने बिहान होस् या दिउँसो, आरतीको समय होस् या भजन, कृष्ण लीलाको नाटक होस् या कथा वाचन, हर पल कोपिलाको प्रतीक्षामा हुन्थे। पण्डितनीलाई त देखिएन नि आमा यो पालिको पूजामा? सोधेँ। अब किन चाहियो तँलाई? किन आइनन् भनेर? कपडा धुन बसेकी आमा टक्क अडिएर मलाई हेर्दै भन्नुभयो। होइन यत्तिकै, मैले भनिदिएँ। छोरी भएका आमाहरूका अनेक काम आउँछन्, रित चलाउनु परेको। जोडले साबुन दल्दै उही रफ्तारमा आमा फेरि बोल्नुभयो। म वाल्ला परेँ। कति मैलो गराएको रहेछ यो कात्रो? आमा एक्कासी रिसाउनु भयो। मेरो जिन्सको प्यान्ट धुन आमालाई सधैँ गाह्रो लाग्थ्यो। म
मैले आमाको थाकेको अनुहार हेरेँ, गलेका पाखुरा हेरेँ र मनमनै भने, आमा आइन्दा लगाउँदिन। छोरी भाकाहरूमा अनेक काम आउँछन्, रित चलाउनु परेको। आमाको यही शब्द मेरो टाउकामा माथिबाट उडेर गयो र घरिघरि टाउकामै बस्न आयो। आखिर यसको मतलब के हुन सक्छ? पण्डितनी के को रित चलाउँदै होलिन्? प्रश्नमाथि प्रश्न थोप्रिन थाल्यो। एक झल्को मात्रै देख्न पाए हुन्थ्यो झैँ भयो, तर पाइन। यो बेचैनीले दृढता जन्मायो, आत्मबललाई तिर्खायो र तय गर्यो, अब कोपिलालाई जहाँ जहिले भेटे पनि मेरो मनको हाल बताउने छु, प्रेम प्रस्ताव राख्नेछु। अब यो तडपन र यो छटपटी बराबरी बाँड्ने आग्रह गर्नेछु। मनमा टुसाएकी कोपिलालाई ढकमक्क फुलेको हेर्नेछु। सोचेको कहाँ पुग्छ र चाहेको कहाँ गर्न सकिन्छ र आँटेको कहाँ पुरा हुन्छ र? यो त सिनेमामा मात्र सम्भव रहेछ। सकिनँ मैले फेरि मनको हाल बताउन, न त पूजामा मन्दिर किन नआएको नै सोध्न सकेँ। कोपिलालाई पाउन, उनलाई आफ्नै प्रेमिका भन्न र उनीसँगै जीवन बिताउन आँट गर्ने म र त्यसका खातिर संसारसँग लड्छु सम्म सोच्न सक्ने म उही कोपिलाकै अगाडि कमजोर हुन्छु। बिजेको रुमाल झैँ लल्याक लुलुक हुन्छु। प्रेमले कमजोर पनि बनाउने रहेछ। म कोपिला भन्दा कैयौँ गुणा कमजोर भएँ। रिजल्ट आयो नि, थाहा पायो भन्दै हँसिलो मुहार लिएर एक बिहानै कोपिला मेरो आँगनमा आइपुगिन्। मलाई लाग्थ्यो उनलाई मेरो घर कुन हो थाहा छैन। मलाई गलत साबित गरिदियो उनको आगमनले। कहिले सोधिदिएँ। यो पटकको मेरो ओठ काँपेको थिएन, शरीर हल्लिएको थिएन। मेरा आँखा उनका आँखामा बसेका थिए। हिजो आएछ, हामी पास भयौँ। उनले जितको खबर सुनाइन्। कोपिलाले खुसी भएर मेरो आँखामा हेरेर बोलेको हजारौँ पटक भयो होला। बस मैले नदेखेको रहेछु, मैले नबुझेको रहेछु। ल गज्जब भएछ नानी, बाले भन्नुभयो। ऊ क्षणभरमै जान्छु ल भनेर गई। जाँदा मलाई पनि साथमा लिएर गई क्यारे। दिनभरि मैले उनलाई नै देखिरहेँ। कक्षा 9 सुरु भएर निकै पर पुगिसकेको थियो। म फेरिएको थिएँ। मेरो शरीरले विभिन्न ढाँचा ल्याएको थियो। नरेशसँग फाँटको खोलामा गएर निवस्त्र पौडिने काम रोकिएको थियो। यसै पनि घरको जिम्मेवारी लिन थालेको थिएँ। उमेरभन्दा पहिले दौडिएर परिपक्वताले जितेको थियो। समाजलाई झन्झन नजिकबाट प्रत्यक्ष निहाल्न सक्ने भएको थिएँ। मान्छेले गर्ने व्यवहारको सही ढङ्गले पहिचान गर्न सक्ने भएको थिएँ। केही साल अगाडिसम्म मनमा आउने समाज र कुतिथिप्रतिको विद्रोह उस्तै थियो, तर व्यावहारिकताले केही अलग गराएको थियो। आत्मसमर्पण नै नभए पनि त्यही समाजमा रहनका खातिर केही सम्झौता गर्दै थियो मनले। परिवर्तन एक रातमा एक्लो व्यक्तिले ल्याउन सक्ने होइन रहेछ। परिवर्तन भनेको जसलाई चाहिएको हो र जसले दिन पर्ने हो त्यहाँबाट जन्मने रहेछ। विडम्बना, छुत र अछुतको समागम आजसम्म हुन सकेन। पारस्परिक चेतले नछोएसम्म यो अरू कैयौँ युग पार गर्ने निश्चित छ। यस्तो चेतनाले भरिएको थिएँ म। कोपिलासँग निर्धक्क बोल्न सक्ने भएको थिएँ। आँखामा हेरेर गफिन सक्थेँ। मलाई लाग्थ्यो उनको पनि सबैभन्दा नजिकको साथी म नै हुँ। उनले मसँग गर्ने हरेक कुराकानी उनको हेराई, उनले मसँग दुखाउने चित्त, मसँग राख्ने आशा र ममाथि गरेको भरोसाले धेरै कुरा बोल्दै थियो। यिनै सिलसिलाले सम्बन्धको मूल खाबो गाडिसकेको थियो। यति बुझ्न सक्ने भएको थिएँ म। हामी बीच जातको कुरा कहिल्यै उठेन। सायद यही कारण हुनपर्छ हाम्रो आपसको दूरी छोटिएको। मसँग हुँदा कोपिलाको मुहारमा आउने खुसीले मेरो आत्मबल बढाएको थियो, धैर्यता सिकाएको थियो र हलपल हर क्षेत्रमा हुने अपहेलना र उपहासलाई सहन सक्ने बनाएको थियो।
मङ्सिर 3 गते शुक्रबारको दिन स्कुलबाट पिकनिक जाने कुरा भयो। दक्षिणकाली सबैजना जाने नै भइयो। चिसो मौसम हल्का सुरु भइसकेकाले सबैले स्वेटर र ज्याकेट भिरेका थिए। 2वटा बस आयो। मलाई कोपिलासँगै बसेर जान मन थियो। नरेलाई सबै कुरा निकै पहिला नै बताइसकेको थिएँ। ऊ त मलाई सताउनु परेमा अथवा मबाट केही काम लिनु परेमा कोपिला भाउजूलाई भनिदिन्छु नि भनेर तर्साउन थालेको थियो। मलाई रिस र खुसी दुवैले एकसाथ अङ्कमाल गरिदिन्थे। नरेले कोपिलालाई हकले भाउजू भन्न पाएको दिन मैले हकले मेरी श्रीमती भन्न सक्थेँ। यो चान्चुने कुरा थिएन। कोपिला, सुजिता, सरू, कोमल सँगै आए। म र अरू केटाहरू बसमा सामान लोड गर्दै थियौँ। मलाई हतार हुँदै थियो। बसभित्र छिरेर कोपिलालाई सँगै बस्ने आग्रह गर्न नरेले ठ्याक्कै बुझिहाल्यो। जामुजी, तेरो मनको कुरो मैले बुझेँ, मेरो ढाडमा धाप मार्दै नरेले भन्यो। बिहान बिहानै तेरो मुखमा कागले हग्छ है। नरेको बातै पछि छाडा बोल्ने बानीले धेरै पटक अप्ठ्यारोमा पारेको थियो। कम्तीमा आज कोपिलाको अगाडि शालीनता देखाओस् भनेर त्यति भने। तँ जा न जा, भाउजू भित्र कुर्दै हुनुहुन्छ मुजी। मलाई हेर्दै नहेरी नरे फेरि बोल्यो। म दगुरेर बसभित्र छिरेँ। कोपिला मध्यभागतिर साथीहरूसँगै बसिसकेछन्। देख्न साथ मिठो मुस्कानले हिर्काइन्। मैले पनि त्यही कपी गरेँ। सिट ओगटेर बसिसकेकी कोपिलालाई साथीहरू छोडेर पछाडिको सिटमा आऊ भन्न कसो कसो मनले मानेन। उस्तो दुखी पनि भएन, न त खुसी नै। गाडी लाग्ने केटीहरू उल्टी हुँदैन भन्दै पाउ खाँदै थिए। केटाहरू हल्ला गर्दै थिए। केही बेरका लागि अन्त्याक्षरी चल्यो। फेरि रोकिन्थ्यो, फेरि चल्थ्यो, रोकिन्थ्यो। जसमा म सामेल थिएन। उता कोपिला पनि सामेल थिएनन्। खै उनी कुन सोचमा डुबेकी थिइन् कुनी। उनले कपालमा सिउरिएको प्याजी गुलाब हेरेरै मेरो यात्राले गन्तव्य भेटायो। मन्दिर जाऊँ न, स्पिकरको तार मिलाउँदै थिएँ। कोपिला आएर भनिन्, अरे पहिला चना ब्रेड खाने अनि जता जता गए नि पाइन्छ भनिदिए। नाइ के खाएर पूजा गर्नुहुन्न, गर आइहाल्ने के प्लिज न। आहा, उनको आग्रह लाग्यो। उनी यसै गरी गनगन गरिरहन्, म चुपचाप सुनिरहँ। फेरि उनी रिसाउन् या रिसाएको अभिनय गरून्, मलाई झड्का लागोस्। उनी चुप्प बसुन्, दृश्यमा सनट्टाले राज गरोस्, तर उनका आँखाले चाहिँ भनिरहन्, जाम न हिँड। त्यसपछि बल्ल उनलाई दाहिने पारेर कुम जोड्दै हिँडौँ। हो, कल्पनाको यस्तो पहाड ठडियो मेरो अगाडि। चिसो सिरोटोले पनि मेरो समर्थनमा आफ्नो वेग बढायो। बादलले छोपेको सूर्यले आफ्नो अनुहार देखायो, तर न्यानोपनको कुनै गुन्जास थिएन। रवि, कस्तो वाल्ल परेको के, जाम न छिटो। उनको आवाजले यथार्थको जमिनमा पछार्यो। कल्पनाको पहाड भत्कियो, पहिरो गयो मनको एउटा कुनामा। यद्यपि उनका आँखाले भनिरहेथे, जाम न हिँड। ए, पूजा गर्न भनेर त यस्तो मिठो पाउ नखाइ आएको म, चञ्चले हुँदै बोलिन्। ए हो, मैले उनको सिको गर्दै उस्तै पारामा र उही लवजले सोधेँ। अनि त, उनले भनिन् लगत्तै। आम्मा, मलाई जिस्काएको रहेछ। पन्जा लगाएको हत्केलाले मेरो कोखमा चिमटिन्। के चिमटियोस्, त्यो छुवाईको कसरी वर्णन गर्न सकिएला र। अरू कसैलाई गर्न नपर्ने पूजा तिमीलाई परेको है? कारण छ के कारण? मन्दिर नजिक पुगेका थियौँ। उनले पछाडि भेरेको झोलाबाट पूजा सामग्री निकालिन्। फूलदेखि मालासम्म बोकेकी रहेछिन्। जुत्ता खोलिन्, गलाको मफलर खोलिन्, धूप सल्काइन्। मैले हेरिरहेँ। यहाँ कहिले नभएको काम हुँदै थियो। मैले छोएको पूजा सामग्रीले कोपिला मन्दिरमा पूजा गर्न लाग्दै थिइन्। ल तिमी पनि जुत्ता खोल, ऊ त्यो पानीले हात पखाल र यो नरिवल लिएर आऊ।
मलाई थाहा छैन किन ऊ कोपिलाले यी सब मेरा आँखामा एकपटक नहेरी भनिन्। उनी थोरै हतारमा, थोरै अत्यासमा र थोरै भय मिश्रित हाउभाउमा थिइन्। हुनसक्छ उनले सास रोकेर राखेकी हुन्। बिहानीको त्यो चिसोले मेरो छातीलाई हुरहुरी बाल्दै थियो। अप्रत्याशित, अनपेक्षित, अस्वीकार्य र असामाजिक काम हुँदै थियो मन्दिर परिसरमा। केही बेर अघिसम्म पुतली जस्तै चञ्चल गर्दै र बोल्दै हिँडेकी कोपिला यति बेला पुनः फेरिएकी थिइन्। म लहरे बलिरहेका दियोहरू निहालिरहेको थिएँ। वास्तवमा के हुँदैछ भनेर बुझ्न सम्म नदिई कोपिलाले मलाई मन्दिरको द्वारसम्म घचेट्ने चेष्टा गरिन्। कोपिला, म त्यहाँ जान हुन्न। कसले भन्यो हुन्न? तिमीलाई थाहा छ त कोपिला, मसँग हुँदा तिमीलाई कतै छेकबार छैन, तिमीलाई निषेध छैन, बुझ्यौ नि? कोपिलाको अनुहारमा रगतको बाढी आए झैँ लाग्यो। मलाई के र कसरी प्रतिक्रिया जनाउने सुझेको थिएन। पहिला यहाँ पूजा गरौँ अनि म भन्छु, हुन्छ? कति मायालु तरिकाले सोधिन्, हुन्छ? मैले बोल्नु केही थिएन, गर्नु केही थिएन सिवाय उनको सिको गर्नु। उनले मूर्तिका जहाँ आफ्ना हातले छुन्छिन् त्यहाँ छुनु, उनले जहाँ फूल चढाउँछिन् त्यहाँ फूल चढाउनु। बस मैले जीवनमा पहिलो पटक मन्दिरभित्र गएर भगवानका मूर्ति छोएर भगवानलाई नजिकबाट निहालेर पूजा गरेँ। बाहिर निस्किएर कोपिलाले मूल ढोकाको ठेलामा नरिवेल फुटाइन्। त्यसबाट निस्किएको केही थोपा पानी मन्दिरमा छर्किदिइन् र केही थोपा मेरो शिरमा। त्यति बेला उनी भन्दै थिइन्, मेरा लागि तिमी कहिले अछुत थिएनौ, छैनौ र कहिले हुने छैनौ। तिम्रो आफ्नो मनमा भएको त्यो जातको मैलो र तिमीले बोकेर हिँडेको दलितको उपनामलाई मैले यो जलले मेटाइदिएको छु। मलाई बाँकी दुनियाँ र तिम्रो सम्बन्धको बारेमा केही भन्नु छैन, तर मेरो लागि तिमी म बराबर छौ, मेरो लायक छौ र मेरो मनले तिमीलाई आफ्नो बनाउन चाहेको छ। रवि, आई लभ यु। उनका ती शब्दहरूले मलाई के भयो, कुनै मेसो भएन। म सायद त्यो भित्रको भगवान जस्तै बनेछु कि त, पूर्णत स्थिर, शान्त र भावहीन। मैले वर्षौंदेखि चाहेको एउटा मिठो पलको उद्घाटन भएको थियो। कोपिलाको हिम्मतले आकाश छोएको थियो। म प्यारालाइसिसको बिरामी जस्तो भएको थिएँ। फर्कँदै गर्दा कोपिला पुनः चञ्चलताले भरिएकी थिइन्। यस्तो लाग्थ्यो उनको बदनबाट हजारौं किलोको भार हटेको छ र मन बादल बनेर उडिरहेको छ। उनको अनुहारलाई सन्तुष्टिको कुहिरोले छपक्क छोपेको छ। उनी बोलिरहने मुडमा थिइन्, बिना सवालका जवाफ दिइरहेकी थिइन्। कृष्ण पूजाको अघिल्लो दिन मेरो फर्स्ट टाइम पिरियड भयो। बिना प्रसङ्ग उनले यो बताइन्। मैले एक झड्का लगाएर उनीतर्फ हेरेँ, फिस्सा हाँसेँ। उनले पन्जा लगाएको दाहिने हत्केलाले ओठ छोपिन्। सम्भवतः उनलाई लाजको एउटा धर्को मेटाउनु थियो। त्यसपछि बाहिर निस्किनै मिलेन, मन्दिर जान पाइन। तिमीलाई सम्झिरहेँ, तिम्रो आँखाले मलाई खोजिरह्यो होलान् जस्तो लागिरह्यो। मलाई थाहा छ तिमी पनि मलाई माया गर्छौ नि है रवि? कसरी देखाउँ कोपिला? सासको लामो सर्कोसँगै यति निस्कियो ओठको बाटो भएर। जसरी तिमीलाई आउँछ कति छिटो फर्काइन् यो जवाब। मेरो तरिका तिमीलाई मन परेन भने नि? मलाई सम्पूर्ण तिमी मनपर्छ, जसमा तिम्रा तौर तरिका पनि पर्छन्। यति बेला मैले संसार जितेको जस्तो अनुभव गरेँ। आखिर कोपिलाले पनि यसरी सोच्ती रहेछिन्, मलाई कसरी थाहा होस्? लगत्तै मनले फेरि गाउँमा पुर्यायो। कसैले देखे सुनेको भए मेरो र कोपिलाकै पनि के हुन्छ होला?
तर कोपिला, मैले मन्दिर छिरेर पाप गरेँ। एउटा अनिश्चित भवितव्यको सम्भावनालाई टेकेर भने। मन्दिर छिरेर पाप हुँदैन, धर्म हुन्छ रवि। यदि पाप नै भएछ भने पनि हाम्रो आधी आधी भाग आउँछ। उनले यो लाइन यसरी भनिन् कि मानौ उनी कुनै सुपरस्टार कलाकार हुन्। बस त्यहाँ बनावटी मुस्कान थिएन, आवाज थिएन र हडबडावट थिएन। हामी गफिँदै मन्दिरको उत्तरतर्फको सिँढी उक्लिँदै थियौँ। भगवानसँग के माग्यौ? उत्साहित हुँदै सोधिन्। भगवानले मागेको दिने भए माग्दौ भनिदिए। दिने नदिने अलग भयो नि, भन न के माग्यौ? यदि मागेको पाइन्थ्यो भने मेरो जीवन र अस्तित्वको सबैभन्दा ठुलो दाग मेरो यो जात मेटाउने शक्तिको माग गर्थे। मलाई र म जस्ता लाखौँलाई तथाकथित जातकै आधारमा गरिने अपहेलना, अभद्रता, उपहास र उपेक्षाको अन्त्य माग्थे। न्यायको भिख माग्थे। लाली आमै र उनको जस्तै शारीरिक र मानसिक रूपले विक्षिप्त बन्न बाध्य बनाइएका लाखौँ आमैका लागि। श्रम स्वतन्त्रता र कमाएर खाने अधिकारमाथिको सिन्डिकेट भत्काउने साहस माग्थे। यति भन्नु थियो, तर त्यो समय कहाँ यो सबका लागि थियो र? त्यो बिहानीले मेरो जीवनकै दिशा परिवर्तन गरेको थियो। सकिन भन्न यी सब मनमा दबिएर बसेका कुण्ठाहरू। तर उनका सवालमा भएका नम्रता, उत्सुकता र मासुमियताले यति नभनी रहन सकिन कि मैले खास केही मागिन। जे माग्नु थियो त्यो मैले भगवान सामु पुग्नु अगावै पाइसकेको थिएँ। उसले त मलाई भगवान समक्ष पुर्याई। तर एउटा कुराको आग्रह गरेको छु। त्यो के हो भने भगवान आफैले त तिमीलाई बनाएन, उसको कालीगढले बनाएको हो। मेरा लागि यति सुन्दर व्यक्ति बनाइदिएकोमा त्यो कालीगढलाई धन्यवाद भनिदिनु भने। सुनेर कोपिला एक सेकेन्डका लागि ठुलो आवाजले हाँसिन् र निकै बेरका लागि रोइरहन् मेरो छातीमा टाँसिएर। त्यसपछिका दिन र रातले आफ्नो उपस्थितिमा प्रतीक्षा र तर्पणको कोसेली ल्याउन थाले। दिनले रातको प्रतीक्षा गराउँथ्यो, जहाँ कोपिला मेसेन्जर बनेर रातभरि टिङ बस्थिन्। फेरि रातले दिनको प्रतीक्षा गराउँथ्यो, जहाँ ट्युसन र कक्षा, चौर र डाँडा जङ्गल र भोक र तिर्खा एकै साथ भइदिन्थे। हाम्रो सम्बन्धले एउटा बलियो नाम पाएको थियो, त्यो पनि विविधत रूपले कालीलाई साँची राखेर। त्यति भएर पनि यो प्रेम परेवाका जोडी बनेर उड्न सक्दैन थियो, मयूरको प्वाख बनेर फिजिन सक्दैन थियो। यसलाई बचाउनका लागि लुकाउन जरुरी थियो, जो हामीले गरिरह्यौँ, लुकाइरह्यौँ। एसएलसी सकेर कोपिला बिहान कलेज जान थालिन् र दिउँसो सिलाइ बुनाइको तालिम लिन थालिन्। पण्डितको परिवारलाई दमाईले गर्ने काम आफ्नी छोरीले गरेको कसरी निको लागोस्। उनीमाथि बन्देजको प्रहार भयो। यो काम आफ्नो जातले गर्ने काम नै होइन भनेर रोक्ने प्रयास गरियो। कोपिलाको विद्रोही आवाज आफ्नै घरभित्र गुन्जिन थाल्यो। यो जात कसको हो? कसले बनाएको हो? कसले के गर्ने के नगर्ने भनेर निर्धारण कसले गर्ने हो? को अछुत हो, को दलित र को कुजात हो, कसले छुट्याउने? जस्ता प्रश्नहरू पण्डित घरमा बर्सिन थाले। त्यसको परिणाम निस्किनु थियो, निस्किहाल्यो। हाम्रो मित्रतालाई सानैदेखि देख्दै आएका लोकनाथ पण्डितले मेरो घरमै आएर धम्की दिएर गए कि अब उपरान्त कोपिलाको आसपास नदेखिनु। यो सबै मेरो सङ्गतको असर हो भन्ने उनको ठम्याइ थियो। कोपिलालाई निस्कन पूर्णत निषेध गरियो, उनको फोन जफत गरियो। भर्खर मेरो बाल्यकालको प्रेमले जवानीको खुड्किलोमा पाइला राखेको थियो। समाजमा कतै मेल नखाने, कसैले नस्वीकार्ने हाम्रो प्रेममा पुनः उही जातको तरबार पर्यो। बा आमाको म प्रति भएको भरोसा पनि कतै डगमगायो।
तैँले आफ्नो औकात बिर्सिस् केटा, गल्ती गरिस्। तेरो यो गल्तीले लहराले पहरा ताने चाहिँ हामी सबैलाई तानेर कहाँ पुर्याउला। किन सोचिनुहोस् हाम्रा बारेमा। बा भन्दै जानुभयो, बोल्दै जानुभयो। गाउँमा कसैलाई थाहा नभएको बाको तम्बाकु तान्ने बानी जो बालाई पीर, चिन्ता र आक्रोशले छोपेको बेलामा चाहिन्थ्यो। त्यसले बुङ बुङती धुवाँ उडाउन थाल्यो। त्यही धुवाँ हुनसक्छ आमाले दिएको संस्कार पनि डढेर निस्किएको हो कि। घरिघरि सोही धुवाँ भएको बादल बन्द हो र आँखाले बर्सात गराउँदो हो। अनवरत बगिरहे आमाका आँखा पनि। अकस्मात यो के भयो भनेर परिस्थिति बुझ्न खोज्थे कोपिला आँखाभरि आएर बसिदिन्थिन्। एकातिर बा आमा लोकनाथसँग माफी मागेर अब उपरान्त कोपिलालाई नभेट्ने र जे जस्तो सम्बन्ध छ त्यो सकिएको बताउनु बाहेक अरू कुनै उपाय नभएको भन्दै टोकिरहनुहुन्थ्यो। उता गाउँमा नसोचिएको हल्ला सल्लेरीको आगोसरी फैलिएछ। माइला दमाईको छोरोले लोकनाथ पण्डितकी छोरीलाई सिन्दुर हालिसक्यो रे। अभावले, दुःखले जन्मिएर सुकिसकेका रहरहरूले, जातको अपहेलनाले र केही दिन अगाडिबाट मेरो यो कदमले चर्काएको बाआमाको छाती आदि इत्यादिले अब मेरो घरमा आगो लाग्न यति हल्ला पर्याप्त थियो। अब म र मेरा बाआमाका पनि लाली आमैको अवस्थामा पुग्न तयार हुनु थियो। आखिर भए पनि त्यस्तै। लोकनाथ र उनका छोराहरू, सोमनाथ र उनका आसेपासे रमिते अरू गाउँले हुरुरु घरभित्र पसे। सोमनाथले मेरो कपाल मुठ्याएर आँगनसम्म घिसार्यो। गल्ती गर्यो यसले, एक बाजी माफी दिनुहोस्, बा हात जोड्दै हुनुहुन्थ्यो। आमाका आँखा असारको बलेसी भएको थियो। मसँग आफ्नो प्रेमको सफाइमा बोल्नु केही थिएन सिवाय आफ्नो प्रेमको वकालत गर्नु, जो म गर्न सक्ने अवस्थामा थिइनँ। हेर माइला, मेरो नुन खाएर मेरै घरमा पस्ने हिम्मत जो तेरो छोरोले गर्यो यो माफीको लायक छैन। तेरो ठाउँमा अर्को कोही थियो भने यति बेला डाँडो कटाइसक्थेँ। तँलाई एउटा मौका दिन्छु, तेरो यो छाउरोलाई गाउँबाट धपाइहाल। यसले यो गाउँ फर्किन नपाओस्। यो गाउँमा अरू पनि छोरीचेली छन्, यो कुजातको भर छैन। लोकनाथ पण्डितले कानुन बनायो, सुनायो र गयो। म जाउँ कहाँ? मलाई बा आमाले जा भनुन् कहाँ? त्यो पनि कहिले नफर्किने गरी। कहाँ छ त्यो बाटो जसले मलाई कहिले नफर्किने बाटो लिएर जान्छ? तर म निस्किने थियो बिना गन्तव्य, बिना बाटो। आमाको बिलापले मुटु झिकेर झोलामा राखिदियो। बाको आशा र किस्मतको टोपी शिरबाटै झर्यो। अनि मेरो के हुनु थियो अरू? जो नाश भयो समग्र मेरो भयो। म मेरा बाआमाको बुढेसकालको लौरो भाँचेर लागेँ व्यवस्थाको उकालो। निकै माथि पुगेर हेरेँ। गाउँलेहरू हात हल्लाइरहेका थिए कि थप्पडी बजाइरहेथे कुन्नी। कोपिलाको त्यो लामो म्यासेज पढिसकेपछि झरे या पढिरहँदा झरिसकेका थिए। आँसुको एउटा बहाव गालाबाट चुहिएर छातीसम्म पुगिसकेछ। यो 2 वर्षमा कोपिलाले पाएको दुःख मैले भोगेको भन्दा अजङ्गको थियो। आफ्नै घरमा कैदी जसरी बस्नु पर्दाको चोट कति ठुलो होला। मेरो प्रेमको कदर स्वरूप यो हदसम्म रहेर लान्छना सहेर बा आमा दाजुहरू लगायतका अरूहरूको अनेक भनाइ सहेर पनि आजको मितिसम्म कोपिलाले देखाएको स्नेह र प्रेम म अरू कहाँ पाउन सक्थेँ होला? सोच्ने कतै ठाउँ थिएन। बस अब त्यो समय आएको थियो जो हाम्रो सगोलको सपना थियो।
जुम्ल्याहा सपना थियो। कोपिलालाई विधिवत रूपले कोपिला परियार बनाउन त्यही ठाउँ गएँ जहाँ कोपिलाले आफ्नो प्रेमको दियो सल्काएकी थिइन्, दक्षिण कालीको मन्दिर। दृश्यमा लगभग दुरुस्तै काम हुँदै थियो जो कोपिलाले पिकनिकको दिनमा गरेकी थिइन्। फरक एउटै थियो, आज कोपिलाले मेरो ठाउँ लिएकी थिइन् भने मैले कोपिलाको। सम्पूर्ण पूजा मैले चाहे अनुसार भयो। शिरमा सिन्दुर लगाउन मैले अबिरलाई चुट्कीमा लिएँ। कोपिलाले आफ्नो ब्यागबाट एउटा सानो बट्टा निकालिन् जो पिकनिकको दिन उनले पूजा गरेर पुनः ब्यागमा राखेकी थिइन्। मैले त्यो के हो भनेर सोधेको थिएँ। त्यति बेलै समय आएपछि बताउँछु भनेकी थिइन्। सिन्दुरको बट्टा रहेछ, समयले बताइहाल्यो। मलाई रुन मन लाग्यो, ओठ कापे। हात उनको शिरसम्म पुग्न सकेनन्, बरु ती कोमल पाउमा गएर अडिए। कोपिला हस्किन्, के गरेको पागल? सिन्दुर पाउमा होइन क्या, शिरमा लगाउनुपर्छ बुद्धु। मुस्कानका साथ उनले गरेको यो गाली जस्तै, माया जस्तै। केहीले हातलाई एकाएक सिउँदो भर्न लगायो, भरियो। अब प्रतीक्षा थियो एउटा परिवर्तनको। कोपिला टेलर्स एन्ड बुटिक लेखिएको फ्लेक्स बोर्डमा धुलो धेरै जमेकाले पुछ्न भनेर म पानी र रुमाल लिएर बाँसको भर्याङमा उभिएको थिएँ। अरे भएन, यो फ्लेक्स हटाएर आल्मुनियमको होर्डिङ बोर्ड राख्नु पर्यो, हाम्रो सटरसँग जोडिएको किराना पसलका साउ बोले। भनेको मान्ने भए पो, कोपिलाले फेरि ठाउँ पाइन् यति बोल्नलाई। उनको पटक पटकको आग्रहलाई मैले यसै टार्दै आएको थिएँ। जब मौका मिल्थ्यो सुनाइहाल्थिन्। भनेको मान्ने भए पो। मैले फेरि नसुनेको झैँ गरेँ, पुस्दै थिएँ। हातबाट रुमाल झरिहाल्यो। त्यो रुमाल देऊ त, कोपिलालाई अराएँ। नदिने। रुमाल टिपेर खोकिलामा हात राखेर मुस्कुराउँदै मलाई हेरिन्। या नजिस्क त, छिटो देऊ न। नदिने। म तल आउनु परेको हो, धम्कीको आवाजमा भने। हो, उनी झन्किए कम। म हारेर त्यही भर्याङमा बसेँ। सडक छेउमा केटाकेटी खेल्दै थिए। सेतो वस्त्रधारी एउटी महिला परैबाट हाम्रो क्रियाकलाप निहालिरहेकी थिइन्। मैले उनलाई देखेको चाल पाएपछि उनी पसल अगाडि आइपुगिन्। कोपिला भित्र पसिसकेकी थिइन्। उनी पनि भित्रै छिरिन्। फेरि केही बेरमै निस्किहालिन्। बिचरी भर्खर विधुवा भएकी रहेछिन्। मेरो मनको लक तर होइन रहेछ। उनी निस्किँदा पछ्यौरामा ओम शान्तिको ट्याग देखेँ। महिलाले खेलिरहेका केटाकेटीहरू नजिक पुगेर म पनि खेलौँ भनिन्। केटाकेटीहरू बोलेनन्। उनले सबैको नाम सोधिन्। भएका मध्ये एउटाले बतायो, परिवर्तन परियार। ती महिलाले उनको मुहार सुमसुमाइन्। ऊ हुरुरु दौडेर मामु भन्दै कोपिलालाई अँगाल्यो। खै किन हो, कोपिला घरि मलाई त घरि ती महिलालाई हेर्दै आँसु खसालिरहेकी थिइन्। म हतारिएर झरेँ र सोधेँ, के भयो प्यारी? चोर औँलाले देखाउँदै भनिन्, दिदी। ती महिला पर पुगिसकेकी थिइन्।